हामीले पहिला ल सिरिज र भ्याट सिरिज सुरु गरिसकेका थियौं विथ कन्सेप्चुअल क्ल्यारिटी र निमोनिक्स त छँदै नै थियो। त्यो प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ हैन। हामीले सेक्सन सहित कसरी याद गर्ने लको कुराहरू हेरेका थियौं। अब आजबाट हामी चाहिँ एनइएस सिरिज सुरु गर्नेवाला छौं। फर्स्टमा छ अकाउन्टिङ फर गभर्नमेन्ट ग्रान्ट। यो चाहिँ एनइएस 20 अन्तर्गत पर्छ। यसमा हामी के कभर गर्नेवाला छौं भन्दाखेरिमा यसको डिटेल अन्डरस्ट्यान्डिङ है त। पहिला यो सिम्पल इन्ट्री गर्न आएर मात्र हुँदैन, यो कसरी भयो के हो यसको आइडिया, मेन आइडिया, कोर आइडियाहरू हामी डिस्कस गर्नेछौँ र कहिले नबिर्सिने तरिकाले हामी डिस्कस गर्नेवाला छौँ र हामी क्वेसनहरू पनि कभर गर्नेछौँ है त। र फुल कभरेज प्राप्त हुन्छ यसमा कुनै डब नै छैन। अब जुन गभर्नमेन्ट ग्रान्ट भन्ने बित्तिकै हामीलाई अब नर्मल अन्डरस्ट्यान्डिङ भनेको ग्रान्ट भनेको असिस्टेन्स हो हैन, हेल्प हो, राहत हो ग्रान्ट भनेको। सो गभर्नमेन्ट ग्रान्ट भनेको चाहिँ असिस्टेन्स हो, त्यो राहत हो जुन चाहिँ गभर्नमेन्टले दिन्छ हामीलाई हैन, इन्टिटीलाई दिने हो। अब के को बेसिसमा दिन्छ भन्दाखेरिमा पास्ट र फ्युचर कम्प्लायन्सको बेसिसमा दिन्छ विथ सर्टेन कन्डिसन। अब यो कस्तो कन्डिसनहरू हो हामी डिस्कस गर्ने नै वाला छौँ। अब यो एक्सक्लुजन अफ गभर्नमेन्ट ग्रान्ट र दिस स्ट्यान्डर्ड डज नट डिल विथ हामी लास्टमा हेर्नेछौँ। किन भन्ने बेलामा पहिला सुरुमा गभर्नमेन्ट ग्रान्टमा के एक्सक्लुड हुन्छ र यसले के डिल गर्दैन भन्नुभन्दा अगाडि त पहिला हामीले गभर्नमेन्ट ग्रान्टको राम्रो अन्डरस्ट्यान्डिङ त हुनु पर्यो नि। अब राम्रो अन्डरस्ट्यान्डिङ भइसकेपछि यसमा यो पर्दो रहेनछ, यसले यो डिल गर्दो रहेनछ भन्ने हामीलाई आइडिया हुन्छ नि। त्यस कारणले गर्दा यो हामी लास्टमा हेर्नेछौँ। फर्स्टमा रिकग्निसन अफ गभर्नमेन्ट ग्रान्ट चाहिँ हेर्छौँ है त। रिकग्निसन अफ गभर्नमेन्ट ग्रान्ट भनेको सिम्पल राहत हो जुन चाहिँ गभर्नमेन्टले दिन्छ। अब कस्तो यो रिसोर्सेस हो के हो यताउताहरू हामी सबै क्वेसनहरूमा हामी अन्डरस्ट्यान्डिङहरूमा पुरै बुझिसकेपछि यो थ्योरेटिकल पार्ट कभर गर्नेवाला छौँ। अब रिकग्निसन अफ गभर्नमेन्ट ग्रान्ट। अब गभर्नमेन्ट ग्रान्ट कहिले हामीले रिकग्नाइज गर्न सक्छौँ भन्ने बेलामा when there is a reasonable assurance that the entity will comply with the condition attaching to them र the grant will be received। यदि पैसा 100% आउनेवाला छ भने र इन्टिटीले चाहिँ त्यो कन्डिसन अप्लाई गर्छ हैन, जुनको बेसिसमा चाहिँ गभर्नमेन्टले ग्रान्ट दिन लाग्यो हो त्यो कन्डिसन अप्लाई गर्छ, कम्प्लाई गर्छ भनेपछि मात्र हामीले गभर्नमेन्ट ग्रान्ट दिने हो। जस्तो एक्जाम्पलको लागि हामीलाई गभर्नमेन्ट ग्रान्ट 5 लाखको कुनै आउन लागेको छ, एउटा 5 लाख रुपियाँ दिन्छु तर त्यसको लागि चाहिँ तैँले यो 2 वर्षभित्रमा यो प्रोजेक्ट कम्प्लिट गरिसक्नुपर्छ भनेर भन्यो। अब हामीले त्यसलाई गभर्नमेन्ट ग्रान्ट रिकग्नाइज गर्ने कि नगर्ने भन्ने बेलामा द ग्रान्ट्स विल बी रिसिभ्ड यो कन्डिसन अप्लाई भएको एन्ड यसमा चाहिँ अर हैन एन्ड दुईटै कन्डिसन अप्लाई हुनु पर्यो। द ग्रान्ट विल बी रिसिभ्ड यो त 100% भयो किनकि 5 लाख दिन्छु भनेको छ, पैसा त आउँछ नै। तर द एन्टिटी विल कम्प्लाई विथ द कन्डिसन अट्याचिङ टु देम भनेको 2 वर्षभित्रमा कम्प्लिट गर्नुपर्छ भन्ने कन्डिसन पनि छ नि त, नत्र त रिफन्ड गर्नुपर्छ। सो यो पनि हामीले कन्डिसन अप्लाई गर्न सक्छौँ अथवा कम्प्लाई गर्न सक्छौँ कि सक्दैनौँ भन्दा यदि सक्छौँ भने हामीले सक्छौँ भने रिजनेबल असुरेन्स भयो भने हामीले रिकग्नाइज गर्ने हो नत्र नगर्ने हो। यही नै हो कुरा। अब हामी यसमा के हो हामी हेर्ने नै छौँ हैन। यो थ्योरेटिकल पार्ट अहिले हामी हेर्ने नै छौँ। पहिला सुरु अन्डरस्ट्यान्डिङ बुझाएर यो थ्योरेटिकल पार्ट हेर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई। अब जाउँ टाइप्स अफ गभर्नमेन्ट ग्रान्ट। ग्रान्ट दुईटा प्रकारको हुन्छ, एउटा मोनिटरी ग्रान्ट, एउटा चाहिँ नन मोनिटरी ग्रान्ट। अब मोनिटरी ग्रान्ट भनेको अघि त भर्खरै मैले कुरा गरेँ, यदि गभर्नमेन्टले 5 लाख रुपियाँ दियो, अब 10 लाख रुपियाँ दियो, यदि पैसामा दियो भने मोनिटरी ग्रान्ट हो सिम्पल। यदि पैसामा हैन काइन्डमा दियो भनेको मतलब मेसिन दियो, ल सिधै मेसिन ल्याएर ल युज गर ल तँलाई भो भनेर मेसिन दियो अथवा केही दियो, सामानहरू दियो, एसेट्सहरू दियो हैन, यस्तो दियो भने चाहिँ के हुन्छ, यो चाहिँ नन मोनिटरी गभर्नमेन्ट ग्रान्ट भयो। यदि त हामी बुझि नै हाल्छौँ, यसमा केही गाह्रै छैन। अब पहिला नन मोनिटरी गभर्नमेन्ट ग्रान्टको हेर्छौँ अनि मोनिटरी गभर्नमेन्ट ग्रान्टको हेर्छौँ किनकि मोनिटरी ग्रान्टको अलिकति बढी छ, पहिला सर्ट भ्याइ नै हाल्छौँ। अब यो थ्योरेटिकल पार्टहरू हामी अहिले हेर्नेछौँ है, निमोनिक्स पनि छ, हामी थ्योरेटिकल पार्टहरू अहिले हेर्छौँ। फर्स्टमा हामी अन्डरस्ट्यान्डिङ यो पहिला डिटेल अन्डरस्ट्यान्डिङ गरेर यो सबै थ्योरेटिकल पार्ट त हामी हेर्ने नै छौँ। सो नन मोनिटरी ग्रान्ट, नन मोनिटरी ग्रान्टमा के हुन्छ भन्ने बेलामा चाहिँ अघि नै मैले भने जस्तो कुनै सामानहरू दिन्छ, एसेटहरू दिन्छ, ल मेसिनहरू दिइन्छ, ल गर भनेर पैसा बाहेक अरू सामानहरू दिनेलाई के भनिन्छ नन मोनिटरी ग्रान्ट। अब नन मोनिटरी ग्रान्टमा चाहिँ गभर्नमेन्टले मेसिन केमा दिन सक्छ, एउटा फ्रीमा दिन सक्छ हो, एउटा चाहिँ ल तँलाई फ्रीमा ल यो मेसिनरी युज गर भनेर फ्रीमा दिन सक्छ भने अर्को चाहिँ सस्तोमा बजारमा आएको भन्दा सस्तो रेटमा, जस्तो 50 लाखको मेसिन छ भने 10 लाखमै ल लिए भनेर दिन सक्छ, एकदम कन्सेसनल भनेको सस्तो रेटमा दिन सक्छ। यो चाहिँ सिम्पल हो हैन। गभर्नमेन्टले अब मेसिन दिन्छ भनेपछि कि त फ्रीमा दिन लाग्यो हो कि त अरूभन्दा सस्तोमा दिन लाग्यो हो। यदि अरूभन्दा सस्तोमा नदिएर अरू जतिकै प्राइसमा भयो त त्यो त ग्रान्टै भएन, त्यो त हेल्पै भएन। त्यस कारणले गर्दा यदि सस्तोमा दियो अथवा चाहिँ फ्रीमा दियो भने त्यसलाई नन मोनिटरी ग्रान्ट भनिन्छ।
अब सस्तोमा दियो भने कसरी रेकर्ड गर्ने अनि फ्रीमा दियो भने कसरी रेकर्ड गर्ने है त। अब फ्रीमा दियो भने हेरौँ, फ्रीमा दियो भने जस्तो बिल्डिङ दियो अरे हैन, बिल्डिङ चाहिँ अब ल यो बिल्डिङमा चाहिँ बनाइदिएर यो चाहिँ युज गर ल भनेर दियो अरे। अब बिल्डिङ दिइसकेपछि अब हामीसँग एसेट्स आयो कि आएन, इन्टिटीमा आयो भने बित्तिकै बिल्डिङ अकाउन्ट डेबिट भयो है। अब हामीले पैसा तिर्या हो त होइन, टु क्यास गर्न मिलेन। अब के गर्ने त, टु गभर्नमेन्ट ग्रान्ट गर्ने। किन भन्ने बेलामा यो त रिजर्भ क्यापिटल रिजर्भमा यो छिराइदिने हो हैन, यो चाहिँ टु गभर्नमेन्ट ग्रान्ट गरिदिने हो। अब पैसा कति राख्ने, फ्रीमा दिया हो, अब 10 करोड हाल्ने कि कति राख्ने भन्ने बेलामा चाहिँ रेकर्ड एट नोमिनल भ्यालु भनेको इमटेरियल भ्यालु 1 रुपैयाँ 10 रुपैयाँ यो भनेर हामीले रेकर्ड गरिदिने, 1 रुपैयाँ गर्दा पनि भयो हैन। बिल्डिङ अकाउन्ट डेबिट, किनकि हाम्रो बिल्डिङ आयो, गभर्नमेन्टले बिल्डिङ दिँदैछ भनेपछि बिल्डिङ अकाउन्ट डेबिट भयो। अब पैसा तिरेको छैन, 1 रुपैयाँ पनि गएन भनेपछि टु क्यास गर्न मिलेन। अब के गर्ने त भन्दाखेरि यो त गभर्नमेन्ट ग्रान्ट हो, यसो अलिकति लाइबिलिटी जस्तो पनि देखियो हैन। टु गभर्नमेन्ट ग्रान्ट गरिदिने, यो चाहिँ क्यापिटल रिजर्भ अन्तर्गत हाल्ने हो हामीले ब्यालेन्स सिटमा, टु गभर्नमेन्ट ग्रान्ट गर्ने। अब रेकर्ड चाहिँ केमा गर्ने, नोमिनल भ्यालु भनेको 1 रुपिस राखिदिने, यो सिम्पल कुरा हो हैन। अब त्यो के अमाउन्ट हाल्नु पर्यो नि, त्यही भएर हालिदिएको। अब हेरौँ कन्सेसनल रेट भनेको सस्तोमा दियो अरे, सस्तोमा भनेको 10 करोड रुपियाँ पर्ने छ, 10 करोड पर्ने चाहिँ 4 करोडमा दियो अरे। ल बिल्डिङ 4 करोड रुपियाँमा दियो। अब भइसकेपछि हामीले के गर्ने, रेकर्ड एट एक्विजिसन कस्ट, जतिमा लिएको हो त्यतिमा हामीले के गर्ने, रेकर्ड गर्ने भनेपछि बिल्डिङ अकाउन्ट डेबिट 4 करोड, पैसा हाम्रो खल्तीबाट कति गयो 4 करोड। अब त्यसपछि कम्पनीले अब इन्टिटीले यो डेप्रिसिएसन कतिमा हाल्ने हो, 4 करोडमै हाल्ने हो। कम्पनी प्राइभेट डेप्रिसिएसन अनि 4 करोड, यति नै हो, सिम्पल हो। दुईटा हुन्छ, एउटा फ्रीमा दियो भने के हुन्छ, बिल्डिङ अकाउन्ट डेबिट, हामीलाई बिल्डिङ दिने बित्तिकै बिल्डिङ अकाउन्ट डेबिट, यसमा त कुनै सँगै छैन, डेबिटमा बिल्डिङ त भइहाल्यो। अब पैसा गएको छ त फ्रीमा भनेपछि छैन भनेपछि के गर्ने, यो गभर्नमेन्ट ग्रान्ट हो, गभर्नमेन्ट ग्रान्ट गर्ने, नोमिनल भ्यालुमा रेकर्ड गर्ने भनेपछि 1 रुपिसमा रेकर्ड गर्दै भइगयो। यदि पैसामा के पैसा तिरेर अथवा सस्तोमा दिएको छ, केही पैसा देऊ भनेर गभर्नमेन्टले भनेको छ भने जतिमा किनेको हो एक्विजिसन कस्ट त्यतिमा गर्ने, यो त सिम्पल हो। नन मनिटरी गभर्नमेन्ट ग्रान्ट त केही पनि रहेन रहेछ हैन। अब यो डिस्क्लोजर टु नन मनिटरी गभर्नमेन्ट ग्रान्टवाला हामी चाहिँ अहिले हामी हेरे नै छौँ हैन, किनकि हामी थ्योरी पार्ट लास्टमा कभर गर्नेछौँ, न्युमोनिक्स पनि हुन्छ। सो मनिटरी ग्रान्टमा चाहिँ के हुन्छ भन्दाखेरिमा एउटा ग्रान्ट रिलेटिङ टु फिक्स एसेट हैन, अनि ग्रान्ट रिलेटिङ टु रेभेन्यू नेचर, ग्रान्ट इन द नेचर अफ प्रमोटेड कन्ट्रिब्युसन, यो हामी हेर्ने नै छौँ। फर्स्टमा हेरौँ ग्रान्ट रिलेटिङ टु फिक्स एसेट, एक एक गरेर डिस्कस गर्नेछौँ। अब यहाँ लाग्न सक्छ यो बिल्डिङ पनि फिक्स एसेट हो कि हैन, हो बिल्डिङ पनि फिक्स एसेट हो, यो त नन मनिटरी गभर्नमेन्ट ग्रान्टमा त आयो नि, अनि यहाँ पनि के हो ग्रान्ट रिलेटिङ टु फिक्स एसेट भन्ने लाग्न सक्छ। यसमा नझुकिने है, नन मनिटरी गभर्नमेन्ट ग्रान्ट भनेको सिधै गभर्नमेन्टले के दिएको, बिल्डिङै दिएको हैन, एसेट्सै दिएको, हामीलाई सिधै एसेट्स दिन्छ। नन मनिटरी ग्रान्ट भन्ने बित्तिकै एसेट्सै दिन्छ भने मनिटरी ग्रान्ट भनेको चाहिँ पैसा दिने हो, तर के को लागि, यो एसेट्स किन्नको लागि। ल पैसा, यो रेभेन्यू नेचर भनेको खर्च बिहोर्नको लागि, स्यालेरीहरू अहिले हामी हेर्ने नै छौँ इक्जाम्पल सहित, यो भनेको के हो भने हामी अहिले हेर्ने नै छौँ हैन हो। सो नन मनिटरी ग्रान्टमा पनि बिल्डिङ आयो, यहाँ पनि बिल्डिङ, ल फिक्स एसेट पिपीमा बिल्डिङ पनि पर्छ भनेपछि त्यसरी झुकिने हैन। नन मनिटरी ग्रान्ट भन्ने बित्तिकै सिधै बिल्डिङ दिएको, पैसा नदिएर कि सामानहरू दिएको भनेपछि सिधै बिल्डिङ दियो। मनिटरी ग्रान्टमा चाहिँ पैसा दिया हो, तर ग्रान्ट रिलेटिङ टु फिक्स एसेट भनिसकेपछि एसेट्स किन्नको लागि, ल म अब 5 करोड दिन्छु, यसको चाहिँ एसेट्स किन्नलाई मलाई पैसा भएन जस्तो कुरा गरेर, ल ल एसेट्स कति पर्छ 5 करोड पर्छ भने, ल म 2 करोड चाहिँ म दिन्छु ल क्यास भनेर गभर्नमेन्ट ग्रान्टले भन्छ हैन। ग्रान्ट चाहिँ रिलेटिङ टु फिक्स एसेट, एसेट्स किन्नको लागि हो, यसरी नझुकिने है त। अब जाउँ ग्रान्ट रिलेटिङ टु फिक्स एसेट, यो फर्स्ट पार्ट वाला ग्रान्ट रिलेटिङ टु फिक्स एसेट वाला। ग्रान्ट रिलेटिङ टु फिक्स एसेटमा अब नर्मल हामी सबैलाई थाहा दुईटा एसेट्स हुन्छ, एउटा डेप्रिसिएसन एसेट अथवा डेप्रिसिएबल एसेट र नन डेप्रिसिएबल एसेट्स हैन। अब एसेट्समा चाहिँ कुनै कुनैमा बिल्डिङहरू हो हैन, तिनीहरूमा चाहिँ अब डेप्रिसिएसन लाग्छ, र अब ल्यान्डहरूमा लाग्ने भएन, नन डेप्रिसिएबल एसेट्स हुन सक्छ। हामी एक एक गरेर हामी डिस्कस गर्नेवाला छौँ। डेप्रिसिएबल एसेट्समा अब इक्जाम्पलबाट हेरौँ है त। डेप्रिसिएसन एसेट्स हैन, अब कम्पनी पर्चेस बिल्डिङमा त डेप्रिसिएसन लाग्यो, वर्थ 10 करोड, 10 करोड पर्ने 10 करोड पर्ने बिल्डिङ चाहिँ कम्पनीले किनेछ। गभर्नमेन्ट ग्रान्ट रिसिभ इज 6 करोड, अघि नै मैले भने 6 करोड चाहिँ ल म तँलाई दिन्छु भन्यो हैन। अनि त्यसको लाइफ चाहिँ कति छ त्यसको 10 करोड छ। लाइफ भन्ने बित्तिकै डेप्रिसिएसन भन्ने बित्तिकै लाइफ पनि हुनै पर्यो। अब हेरौँ दुईटा मेथड छ, एउटा के मेथड भन्दा रिड्युस फ्रम द कस्ट अफ एसेट्स भनेको के हो भन्दाखेरिमा सिम्पल हेरौँ, बिल्डिङ कतिको हो 10 करोडको हो, गभर्नमेन्ट ग्रान्ट कतिको आइरह 6 करोडको आइरह भनिसकेपछि
अब के गर्ने भन्दाखेरिमा फर्स्टमा जाउँ बिल्डिङ अकाउन्ट डेबिट। अब हामीले पहिला के गर्छ बिल्डिङ किन्छौँ नि, बिल्डिङ अकाउन्ट डेबिट कति 10 करोडै हो टु क्यास, किनकि बिल्डिङ किन्दाखेरि हाम्रो पैसा कति गयो 10 करोडै गयो टु ब्याङ्क भयो फर्स्ट पर्चेज गर्दाखेरिमा। अब ग्रान्ट आयो कतिको 6 करोडको आयो। सो क्यास अकाउन्ट डेबिट कति 6 करोड होइन। अब गभर्मेन्टले पैसा दिने बित्तिकै अब हामीलाई के हुन्छ क्यास अकाउन्ट डेबिट भयो कि भएन, भयो 6 करोड। अब यहाँ हेरौँ टु बिल्डिङ अकाउन्ट छ, टु गभर्मेन्ट ग्रान्ट हुन्छ जस्तो लाग्छ भन्ने पनि लाग्ला कसैलाई, टु गभर्मेन्ट ग्रान्ट पनि हुनुपर्ने हो। टु बिल्डिङ कसरी भयो भन्दाखेरिमा अघि नै हामीले हेऱ्यौँ डिडक्ट द ग्रान्ट एट क्यारिङ अमाउन्ट अफ द एसेट भनेको फर्स्ट मेथडले के भन्छ भन्दा रिड्युस फ्रम द कस्ट अफ एसेट। एसिडको कस्टबाट घटाउरे जुन पैसा आएको छ त्यो चाहिँ एसिडको कस्टबाट घटाउरे भनिसकेपछि अब हेरौँ 6 करोड आयो भनेपछि क्यास अकाउन्ट डेबिट, यो त यसमा कुनै सङ्ख्यै भएन, 6 करोड आयो गभर्मेन्टले 6 करोड दियो क्यास अकाउन्ट डेबिट। टु बिल्डिङ अकाउन्ट भनेको डिड्युस द कस्ट अफ द एसेट्स, एसेट्स डेबिटमा भयो भने बढ्ने हो क्रेडिटमा भयो भने घट्ने हो नि, त्यही भएर रिड्युस द कस्ट अफ द एसेट्स, एसेट्सको कस्ट त्यहाँबाट घटाउ भन्यो भनिसकेपछि 6 करोड टु बिल्डिङ अकाउन्ट। यस्तोमा नेटमा हेर्दा के हुन्छ भन्दाखेरिमा बिल्डिङ 10 करोड छ डेबिटमा, क्रेडिटमा 6 करोड छ भनिसकेपछि टोटल कति भयो डेबिट माइनस क्रेडिट गर्दा कति भयो 4 करोड हो। अनि त्यसपछि 4 करोड रुपियाँ मात्र हाम्रो कस्ट भयो, त्यो त अफकोर्स हो। यो 10 करोडको बिल्डिङ छ 6 करोड गभर्मेन्टले ग्रान्ट दिन्छ भनिसकेपछि अब कति गयो त, अब हाम्रो कस्ट कति भयो त, हाम्रो कस्ट त 10 माइनस 6 इक्वल्स टु 4 करोड भयो हो। यो 4 करोडै बनाएको हो। अब सुरुमा गराउने बेलामा चाहिँ हाम्रो यो अकाउन्टिङ ट्रिटमेन्ट चाहिँ यस्तो हुन्छ है, रिड्युस द कस्ट अफ द एसेट्स भनेको एसेट्सको कस्टबाट जुन क्यास आइरहेको हुन्छ त्यो चाहिँ एसेट्सको कस्टबाट घटाउ भन्ने हो। 6 करोड टु बिल्डिङमा 6 करोड भयो फर्स्ट मेथड। अब सेकेन्ड मेथडमा चाहिँ treat the grant as deferred income and recognize the income in proportion to depreciation of life of assets। अब सिम्पल हेरौँ फर्स्ट इन्ट्री त जहाँ पनि त्यही नै हो, किनकि अब बिल्डिङ आयो 10 करोडको 10 करोड भयो अनि हाम्रो गोजीबाट अथवा इन्टिटीको क्यास ब्याङ्कबाट कति गयो त 10 करोड गयो टु ब्याङ्क अकाउन्ट। यसमा त केही पनि भएन, दुईटैमा सेम छ। फरक यो सेकेन्डको पनि अर्को लाइनमा हो क्रेडिटमा है त। गभर्मेन्टले 6 करोड दियो भने बित्तिकै क्यास ब्याङ्क अकाउन्ट डेबिट 6 करोड भयो हो, 6 करोड भयो क्यास 6 करोड आयो। अब टु डिफर्ड गभर्मेन्ट ग्रान्ट, यसमा चाहिँ टु डिफर्ड गभर्मेन्ट ग्रान्ट 6 करोड छ, यता चाहिँ बिल्डिङ थियो यता चाहिँ टु डिफर्ड गभर्मेन्ट ग्रान्ट छ। अब यो किन भयो पनि हामी हेर्ने नै छौँ। अब यसमा चाहिँ हामीले लाइबिलिटी देखाइदियो, त्यो गभर्मेन्ट ग्रान्ट चाहिँ के हो लाइबिलिटी देखाइदियो 6 करोड रुपियाँ टु डिफर्ड गभर्मेन्ट ग्रान्ट लाइबिलिटी भयो होइन। अब हेरौँ अर्को थर्ड इन्ट्री यता छ, यता यता छ है कता टु डिफर्ड गभर्मेन्ट ग्रान्ट 6 करोड छ होइन। अनि त्यसपछि डेप्रिसिएसन भयो बिल्डिङ भयो, बिल्डिङ टु एप्रिसिएसन यता छ ट्रान्सफर टु अफ यस अलिकति काटिएछ, ट्रान्सफर अफ डिफर्ड गभर्मेन्ट ग्रान्ट टु गभर्मेन्ट ग्रान्ट हेरौँ है त, त्यो पिएल यता 6 करोड लाइबिलिटी थियो कि थिएन, टु डिफर्ड गभर्मेन्ट ग्रान्ट लाइबिलिटी थियो। अब यो चाहिँ यो लाइबिलिटी चाहिँ कहिले सेटअप गर कहिलेसम्ममा यो 6 करोड सेटअप गर पिएलमा इन्कममा राख भन्दाखेरिमा पिएल ओभर 10 इयर्स 10 वर्ष भनेको टु डेप्रिसिएसन अथवा लाइफ अफ एसेट्स, एसेट्सको जति लाइफ हो त्यतिसम्म के गर्ने हामीले त्यतिसम्म हामीले राख्दै राख्दै ट्रिट गर्दै गर्दै त्यसको प्रपोर्सनमा ट्रिट गर्दै गर्दै जाने। अब हेरौँ डिजिजी अकाउन्ट डेबिट भनेको यो जुन यो डिजिजी यो डिफर्ड गभर्मेन्ट ग्रान्ट छ त्यो अकाउन्ट डेबिट भयो है त, त्यो अकाउन्ट डेबिट भयो टु पिएल। टु पिएल भनेको मतलब चाहिँ 6 करोड भयो, 6 करोड डिभाइड बाई 10 6 करोड डिभाइड बाई 10 किनकि 10 वर्षसम्म हामी यो 6 करोड फैलाउने हो नि त हो। 6 इयर डिभाइड बाई 10 भन्दाखेरिमा जति आउँछ त्यो चाहिँ केमा त्यो चाहिँ पिएलमा ट्रान्सफर गरिदिने, पिएल क्रेडिटमा, किनभने बेलामा पिएल भने त्यो त हाम्रो इन्कम हो होइन हो, त्यो त इन्कम हो। 6 करोड दिएको गभर्मेन्टले त्यो 6 करोडै अहिले हामी इन्कम पिएलमा हामी रेकर्ड गर्ने हो त भन्दा होइन, किन होइन भन्ने बेलामा त्यो त अब त्यो के थाहा त त्यो लाइफ अफ द एसेट्स कति हो 10 वर्षको हो। अब 10 वर्षसम्म अब हामीले त्यो कन्डिसन अप्लाई गर्न सक्छौँ कि सक्दैनौँ के थाहा होइन। अनि त्यही भएर हामीले पुरैको पुरै अहिले नै त्यो त 10 वर्षभरिको लागि दिएको हो नि त, त्यो त 1 वर्षको लागि मात्र दिए होइन नि त, त्यो 10 वर्षभरिको लागि युज हुन्छ भनेर दिएको हो। त्यस कारणले गर्दाखेरिमा अहिलेको अहिले हामीले त्यो इन्कम देखाइदिने त पिएलमा देखाइदिने त भन्दा होइन, त्यो पिएलमा होइन, त्यो जति अमाउन्ट आउँछ त्यो चाहिँ हामीले फैलाइदिने हो ओभर द पिरियड अफ द एसेट अथवा लाइफ अफ द एसेट। त्यही भनेर ट्रिट द ग्रान्ट एज डिफर्ड इन्कम, सुरुमा डिफर्ड इन्कम ट्रिट गर्ने, रिकग्नाइज द इन्कम इन प्रपोर्सन टु डेप्रिसिएसन अथवा लाइफ अफ एसेट्स भनिसकेपछि यो जुन 6 करोड आयो त्यो चाहिँ 10 वर्षमा फैलाइदिने,
भनेपछि डिफर्ड गभर्नमेन्ट ग्रान्ट 6 करोडमा कति लाइबिलिटी देखायो नि, पहिला सुरु 6 करोड लाइबिलिटी देखायो होइन। लास्टमा हामी के गर्ने हो, डिजिजे अपन डेबिट टु पिएल, यो 6 करोड डिभाइड बाई 10 इयर्स गर्ने, जति आउँछ त्यति चाहिँ हामी लाइबिलिटी घटाइदिने डिफर्ड गभर्नमेन्ट ग्रान्ट। अब यति चाहिँ लाइबिलिटी होइन, यति चाहिँ हामीले लाइबिलिटी होइन, यो चाहिँ हामीले इन्कम पिएलमा हामीले ट्रान्सफर गर्यो भनेर डिजिजी टु पिएल भनेर हामीले हालिदिने, यसमा केही पनि भएन। अब डेप्रिसिएसन कुरा आयो। अब डेप्रिसिएसन फर्स्टमा यसको कुरा गरौँ, त्यसको यसमा अब यसमा हेरौँ, डिफर्ड बिल्डिङमा कति छ 10 करोड भनिसकेपछि अफकोर्स उसमा पनि कति हुने हो, डेप्रिसिएसन 10 करोडमै जाने हो। बिल्डिङमा बुक भ्यालुमा जति छ त्यति नै हामीले डेप्रिसिएसन गर्ने, 10 करोडकै डेप्रिसिएसन गरिदिने, 1 करोड 1 करोड हुन्छ, अनि डेप्रिसिएसनलाई पिएलमा ट्रान्सफर गरिदिने, पिएल टु डेप्रिसिएसन त्यो गरिदिने हो। अब यसमा चाहिँ कतिमा, यसमा पनि 10 करोडमै हामीले डेप्रिसिएसन गर्ने हो त, अन्त होइन, किनकि यता हेरौँ रिड्युस फ्रम द कस्ट अफ द एसेट, एसेट्सबाट घटाउ भनेको छ। सो 10 करोड यता छ, यहाँ क्रेडिटमा कति 6 करोड छ भनेपछि त नेटमा कति हो, नेटमा हो 4 CR। त्यस कारणले हामीले यहाँ डेप्रिसिएसन टु बिल्डिङ कतिमा गर्ने 4 करोडमा, 4 करोड डिभाइड बाई लाइफ अफ द एसेट 10 इयर्स गर्दाखेरिमा जति आउँछ त्यो डेप्रिसिएसन टु बिल्डिङ, अनि अफकोर्स पिएल टु डेप्रिसिएसन, यो डेप्रिसिएसनलाई पिएलमा गर्दाखेरिमा। अब हेरौँ दुईटाबाट जुन मेथडबाट गर्दा पनि एन्सर त्यही नै आउने हो लास्टमा पिएलमा। हेरौँ अब यता कति, यतापट्टि फर्स्टमा कति गयो 0.4 CR गयो होइन, डेप्रिसिएसन कति 4 करोडमा लाग्ने भयो नि त, 10 करोड एसेट्सको प्राइस, बिल्डिङको प्राइस, त्यसमा चाहिँ 4 करोड 6 करोड हाम्रो गभर्मेन्टले दिँदैछ भनिसकेपछि त हाम्रो खर्च कति भयो 4 करोडको, 4 करोडमै यो लाग्ने भयो डेप्रिसिएसन भनिसकेपछि 0.4 CR आयो, त्यो चाहिँ पिएलमा जाने, अफकोर्स डेप्रिसिएसन पिएलमा जान्छ भनिसकेपछि यहाँ पिएलमा कति आयो 0.4 CR आयो। अब यता हेरौँ, यता त अब हामीले त्यो एसेट्सको लाइफ एसेट्सबाट नेट घटाएको त होइन, हामीले यसमा चाहिँ के गर्यो, हामीले त्यसलाई चाहिँ लाइबिलिटीमा बुक गर्यो, डिफर्ड गभर्नमेन्ट ग्रान्टमा बुक गर्यो, त्यसपछि हरेक वर्ष एसेट्सको लाइफभरिमा होइन, एसेट्सको लाइफभरिमा त्यसलाई चाहिँ हामीले इन्कममा ट्रान्सफर गरिदियो। यसले त्यही भन्यो ट्रिट द ग्रान्ट एज डिफर्ड इन्कम, हामीले डिफर्ड इन्कममा ट्रिट गर्यो। त्यसपछि एन्ड रिकगनाइज द इन्कम इन प्रोपोर्सन टु डेप्रिसिएसन अथवा लाइफ अफ एसेट्स, लाइफ अफ एसेट्स कति हो 10 वर्ष हो भनेपछि यो 6 करोड चाहिँ 10 वर्षसम्मलाई फैलाउ, हरेक वर्ष 6 करोड डिभाइड बाई 10 गर, त्यति गरिसकेपछि जति जति पैसा आउँछ त्यो चाहिँ हरेक वर्ष पिएलमा ट्रान्सफर गर्दै गर्दै लग भन्यो, डिजिज अपन डेबिट टु पिएल भयो। यो चाहिँ लाइबिलिटीबाट पिएलमा सेटअप भयो, पिएलमा इन्कम गरे 6 करोड डिभाइड बाई 10। अब यो जति पैसा आउँछ यसको कति पैसा आउँछ भन्दा 0.6 CR आयो हो कि होइन, यो त पिएल हो नि त, यो क्रेडिटमा गयो, यो इन्कम भयो, 0.6 करोड आयो। अब डेप्रिसिएसन हामीले फुल बिल्डिङमा गरे हो, किनकि बिल्डिङको 10 करोड छ, यहाँ थोडी न यहाँ तल बिल्डिङ छ र क्रेडिटसँग सेटअप गर्नलाई छैन, अनि त्यहीमाथि रिड्युस फ्रम द कस्ट अफ एसेट पनि होइन, यो चाहिँ सेकेन्ड मेथड हो। सो सेकेन्ड मेथड भइसकेपछि यसमा त एसेट्सको कस्टबाट घटाउने होइन, सो बिल्डिङमा फुल डेप्रिसिएसन लाग्ने भयो 10 CR मै, 10 CR को 1 CR भयो। अब 1 CR भनेपछि डेप्रिसिएसन पिएल भनेपछि डेबिटमा जान्छ पिएल। अब यता हेरौँ 1 CR हो, 1 CR के भयो डेप्रिसिएसन 1 CR भयो पिएलमा, इन्कम कति हो 0.6 CR भनेपछि नेटमा कति आयो 0.4 CR। फर्स्ट मेथडबाट कति आयो 0.4 CR, सेकेन्ड मेथडबाट पनि कति आयो 0.4 CR भनिसकेपछि जुन मेथडबाट गर्दाखेरि पनि केही पनि फरक पर्दैन, तर क्वेसनमा चाहिँ कहिले कहिले फर्स्ट यो एसेट्सबाट घटाएर गर अथवा सेकेन्ड मेथडबाट चाहिँ भनेर सेकेन्ड मेथडै भन्दैन, तर यो चाहिँ डिफर्ड इन्कमबाट अनि त्यसपछि भन्ने क्वेसन चाहिँ आउँछ। सो जसरी आए पनि हामीले बुझिहाल्यो, हामीले मजाले गर्न सकिने हाल्छौँ है त। अब प्रेजेन्टेसन अफ ग्रान्ट रिलेटेड टु एसेट्स, अब यो चाहिँ मैले यो चाहिँ थ्योरी पार्ट किन भने भन्दाखेरिमा यही हो, सेम यही हो। प्रेजेन्टेसन अफ ग्रान्ट रिलेटेड टु एसेट्स भन्ने बित्तिकै गभर्नमेन्ट ग्रान्ट रिलेटेड टु एसेट्स, एसेट्स गभर्नमेन्टले दियो सरी एसेट्सको लागि गभर्नमेन्टले पैसा दियो भनेपछि गभर्नमेन्ट ग्रान्ट रिलेटेड टु एसेट सेल बी प्रेजेन्टेड इन स्टेटमेन्ट अफ फाइनेन्सियल पोजिसन, ब्यालेन्स सिटमा चाहिँ आइदर बाई सेटिङ अफ द ग्रान्ट एज डिफर्ड इन्कम, यो चाहिँ यो डिफर्ड इन्कम गरेर अथवा अर बाई डिडक्टिङ द ग्रान्ट इन अराइभिङ एट द क्यारिङ अमाउन्ट अफ द एसेट, यो चाहिँ रिड्युस फ्रम द कस्ट अफ द एसेट्स। कि त गभर्नमेन्ट ग्रान्ट रिलेटेड टु एसेट्स आउने बित्तिकै कि त एसेट्सबाट घटाउ, कि त त्यसलाई चाहिँ पहिला सुरुमा डिफर्ड गभर्नमेन्ट ग्रान्ट भनेर बुक गर होइन, अनि त्यसपछि गरिसकेपछि हरेक वर्ष त्यो एसेट्सको लाइफभरिमा त्यो पैसा चाहिँ फैलाउ, यो सिम्पल हो, यसमा केही पनि गाह्रो भएन। अब हेरौँ नन डेप्रिसिएबल एसेट्स। अब नन डेप्रिसिएबल एसेट्स भन्ने बित्तिकै एउटा प्रब्लम आउन सक्छ, के प्रब्लम आउन सक्छ अहिले म भनिहाल्छु। फर्स्टमा छ रिड्युस द ग्रान्ट फ्रम द कस्ट अफ एसेट्स, यसमा पनि त्यही मेथड हो, एउटा रिड्युस फ्रम द कस्ट अफ एसेट्स, यो डिफर्ड इन्कम हो होइन। यसमा पनि अब हेरौँ रिड्युस द ग्रान्ट फ्रम द कस्ट अफ एसेट्स, त्यो त्यहाँको फर्स्ट मेथड र यहाँको फर्स्ट मेथड एउटै हो। जस्तो ल्यान्ड पर्चेस गर्यो 10 करोडको, गभर्नमेन्ट ग्रान्ट रिसिभ भयो कति 6 करोडको। अब यसमा त्यसमा केही पनि फरक छैन, सबै सेमै हो।
किनकि ल्यान्ड अकाउन्ट डेबिट 10 करोड हो। टु क्यास ब्याङ्क हामीले फर्स्ट मेथड अगाडि जे गरेको थियो त्यही नै हो। डेप्रिसिएबल एसेट्समा जे गरेको थियो त्यही नै हो। ग्रान्डमा पनि क्यास 6 करोड आयो। टु ल्यान्ड योसँग सेटअप भयो, रिड्युस द कस्ट अफ द एसेट्स भन्ने बित्तिकै योसँग सेटअप हो 6 करोड भयो। फरक के हो? फरक यहाँ डेप्रिसिएसन हुँदैन। अब डेप्रिसिएसन हुँदैन किन? नन डेप्रिसिएबल एसेट्सको कुरा गरेर डेप्रिसिएसन भएर भयो त? भएन नि त। सो यसमा भएन। अब हेरौँ, अब यतापट्टि हेरौँ है। हामीले सेकेन्ड मेथडमा के थियो? ट्रिट द ग्रान्ट एज डिफर्ड इन्कम एन्ड रिकग्नाइज द इन्कम इन प्रपोर्सन टु डेप्रिसिएसन अथवा लाइफ अफ एसेट्स भनेको फर्स्टमा जुन पैसा आउँछ नि त्यो पैसा चाहिँ हामीले पहिला डिफर्ड गभर्मेन्ट ग्रान्ट भनेर क्रेडिटमा त्यो लेख अरे भनेको लाइबिलिटी मान अरे त्यसलाई 6 करोड। अनि त्यसपछि एसेट्सको जति लाइफ हो नि त्यो लाइफभरिमा यसलाई चाहिँ सेटअप गर अथवा पिएलमा लग्दै गर अरे भनेपछि 6 करोड डिभाइड बाई 10 यही त हो हामीले पढे होइन। अब हेरौँ, यो चाहिँ नन डेप्रिसिएबल एसेट्स भनेको ल्यान्डसँग ल्यान्डको केही लाइफ हुन्छ त? ल्यान्ड त अब कहिले डेप्रिसिएटै हुँदैन। अब यहाँ त चाहिँ डेप्रिसिएसनको थ्रुबाट हामीले यो डिफर्ड गभर्मेन्ट ग्रान्टलाई चाहिँ हामीले अब के गर्यो? यो लाइफ 10 वर्ष भयो। एसेट्स लाइफ अफ एसेट्स कति 10 वर्ष भयो। अब यसमा त न डेप्रिसिएसन हुन्छ न अब एसेट उसको लाइफ हुन्छ। अब कसरी गर्ने त यसमा? यसमा चाहिँ त्यो जुन यो डिफर्ड गभर्मेन्ट ग्रान्ट गर्यो त्यसपछि अब हामीले फेरि पिएलमा लगेका थियौँ, त्यसरी कसरी लाने भन्दा लान सकिँदैन, प्रब्लम भयो। सो अब के गर्ने? यो हेरौँ, इफ कम्पनी डज नट वान्ट टु रिड्युस ग्रान्ट फ्रम द कस्ट अफ एसेट्स, रिड्युस द ग्रान्ट फ्रम द कस्ट अफ एसेट हाम्रो अप्सन थियो। अब यसबाट गर्न मन लागेन भने अब सेकेन्ड अप्सन त हामीले गर्न मिलेन किनकि यहाँ त लाइफ अफ एसेटै छैन त होइन। त्यसै न इन्कम इन प्रपोर्सन टु डेप्रिसिएसन अथवा लाइफ अफ एसेट नन डेप्रिसिएबल एसेटको न डेप्रिसिएसन हुनु न लाइफ हुनु। ल्यान्डको त अब कति 5 वर्ष लाइफ हो र होइन? ल्यान्ड त सधैँभरि रहिरहन्छ। एउटा एसेट्स भइदा भए पो ल बिल्डिङ भए पो ल यो 100 वर्षपछि यो चोइट हुन्छ, सेल्फ यसको अब यो काम छैन, स्क्रैप भ्यालु आउँछ भन्नु। ल्यान्ड त अब जति गयो त्यति बढेर जाने हो। त्यस कारणले गर्दाखेरिमा यो ग्रान्डमा चाहिँ यसमा चाहिँ यदि कस्ट अफ एसेट्सबाट घटाउन मन छैन भने के अप्सन छ भन्ने बेलामा ग्रान्ट चाहिँ पहिला कन्डिसनल हो कि अनकन्डिसनल भनेर पत्ता लगाउनु पर्छ। यदि ग्रान्ट कन्डिसनल हो भने पहिला इफ कम्पनी इक्जाम्पल हेरौँ, इक्जाम्पल कम्पनी क्यानट सेल द ल्यान्ड फर नेक्स्ट 5 इयर्स, 5 वर्षसम्म तैँले ल्यान्ड चाहिँ बेच्न पाउँदैनस् है भन्ने कन्डिसन हो भने यो के गर्ने? 5 त आयो नि, 5 इयर्स त आयो नि, यो कन्डिसन त आयो नि। अब यता हेरौँ, लाइफ अफ एसेट्स र डेप्रिसिएसन अथवा लाइफ अफ एसेट्स भरिमा यसलाई चाहिँ के गर्ने? प्रपोर्सनेट गर्ने भन्ने कुरा थियो। अब यसमा त डेप्रिसिएसन आएन तर हामीलाई के दियो? कन्डिसन दियो 5 इयर्स। सो के गर्ने? क्यास अकाउन्ट डेबिट टु डिजिजी 6 करोड। अब अफकोर्स यो फर्स्ट पोइन्ट त सेम यहाँ पनि यही नै हो होइन। ल्यान्ड अकाउन्ट डेबिट टु क्यास बिलिङ 10 करोड त पाइगयो। अब गभर्मेन्टले 6 करोड क्यास दियो, 6 करोड क्यास दिएपछि क्यास अकाउन्ट डेबिट सेम हो। अनि यहाँ मात्र फरक, सेकेन्डको क्रेडिट मात्र फरक गर्ने थियो मैले अघि न। टु डिजिजी नै गर्ने, सेम अगाडि दिए थियो त्यही गर्ने, टु डिजिजी डिफर्ड गभर्मेन्ट ग्रान्टै गर्ने 6 करोड। अब यो 6 करोड चाहिँ कहिलेसम्म फैलाउने भन्दा 5 वर्षसम्म फैलाउने। किनकि यो त 5 वर्षभरिको लागि हो नि त। यो पैसा त यो जुन यो इन्कम आयो त्यो त 5 वर्षभरिको लागि हो, त्यो त 1 वर्षभरिको लागि होइन। त्यही भएर अहिले यो इन्कम हो त होइन, त्यही भएर हामीले यसलाई लाइबिलिटी जस्तो गर्यो। त्यसपछि डिजिजी डिफर्ड गभर्मेन्ट ग्रान्ट टु पिएल भनेर हामीले चाहिँ 5 वर्षमा यसलाई फैलायो। सिम्पल। अब हेरौँ, ग्रान्ट इज अनकन्डिसनल, केही पनि कन्डिसन छैन है। जहिले बेचे पनि बेच, जेसुकै गरौँ मलाई मतलब छैन भनेर गभर्मेन्टले भने हाल्ने बेलामा यसलाई चाहिँ प्रोमोटर्स कन्ट्रिब्युसन जसरी ट्रिट गर्ने भनेको क्यास ब्याङ्क अकाउन्ट डेबिट टु गभर्मेन्ट ग्रान्ट। अब यसमा चाहिँ डिफर्ड गभर्मेन्ट ग्रान्ट होइन, गभर्मेन्ट ग्रान्ट गर्ने क्यापिटल रिजर्भ अन्तर्गत जाने। यसमा सिम्पल पैसा हो क्यास। फर्स्टको त सिम्पल हो, यो फर्स्टको त इन्ट्री सबमा सेम नै हुन्छ होइन। यो 10 करोड टु क्यास ब्याङ्क 10 करोड सिम्पल हो। बिल्डिङ टु क्यास 10 करोड भइहाल्यो। सेकेन्डमा चाहिँ क्यास अकाउन्ट डेबिट 6 करोड, यो त सबलाई थाहा, सबमा सेमै हो। यो फरक भनेको क्रेडिटमा मात्र हुन्छ। यसमा चाहिँ कन्डिसनै दिएको छैन। अब कन्डिसन देखाएन भन्ने बित्तिकै अब आइदर बाई सेटिङ अफ द डिफर्ड ग्रान्ट एज रेभिन्यू होइन, यो गर्न मिलेन किनकि त्यो डिफर्ड गभर्मेन्ट ग्रान्ट यो डिजिजीलाई चाहिँ अब लाइफ अफ द एसेट्स भरिमा सेटअप गर भन्ने बेला लाइफ अफ एसेटै छैन, न कन्डिसन देखा। अब कहिलेसम्म सेटअप गर्ने? 20 वर्ष 30 वर्ष कहिलेसम्म गर्ने भन्दा त अब केही पनि गर्नु पर्दैन, सिधै अहिले देखाइदिए हुन्छ भनेर टु गभर्मेन्ट ग्रान्ट भनेर देखाइदिनु 6 करोड, यो चाहिँ क्यापिटल रिजर्भमा सिधै जाने भयो। यही हो है नन डिप्रिसिएबल एसेट्स। यसमा पनि सिम्पल छ, केही पनि गाह्रो छैन। अब फर्गिवेबल लोन भनेको के हो भन्दाखेरिमा फर्गिवेबल लोनलाई पनि गभर्मेन्ट ग्रान्ट जसरी ट्रिट गर्न सकिन्छ when there is a reasonable assurance that the entity will meet the terms for forgiveness of loan। जस्तो हामीले अब गभर्मेन्टबाट लोन लियौँ,
लोन लिइसक्यौँ, लोन लिइसकेपछि अब ल तैँले अब यो अलिकति 2 वर्षसम्ममा यो एउटा फ्याक्ट्री यो प्रोजेक्ट सेटअप गरिस् भने, यो प्रोजेक्ट कम्प्लिट गरिस् भने चाहिँ तैँले हामीलाई दिनुपर्ने लोन चाहिँ हामीले माफ गरिदियो भन्यो भने त्यसलाई चाहिँ हामीले गभर्मेन्ट ग्रान्ट मान्ने कि नमान्ने भन्दा मान्ने। तर कहिले मान्ने? when there is reasonable assurance that the entity will meet the terms for forgiveness of loan। त्यो प्रोजेक्ट कम्प्लिट हुने उसलाई रिजनेबल असुरेन्स भयो भने मात्र त्यसलाई गभर्मेन्ट ग्रान्ट मान्ने, नत्र चाहिँ त्यसलाई लाइबिलिटी सर मान्ने। यसमा केही पनि भएन। अब ग्रान्ट रिलेटिङ टु रेभेन्यू नेचर अगाडि नै हामीले हेरेको थियौँ कि गभर्मेन्ट ग्रान्ट रिलेटिङ टु फिक्स्ड एसेट्स पिपिई वाला हामीले कभर गर्यौँ। अब यो ग्रान्ट रिलेटिङ टु रेभेन्यू नेचर यो त सिम्पल छ, के पनि होइन, यो क्यापिटल रिजर्भमा जाने हो, क्यास ब्याङ्क टु क्यापिटल रिजर्भ पहिले हामी हेर्ने नै छौँ। अब ग्रान्ट रिलेटिङ टु रेभेन्यू नेचर अघि नै हामीले भन्यो, अब यो डिस्कस गर्नेवाला छौँ। सिम्पल छ, केही पनि छैन, यो नन मोनेटरी ग्रान्टमा चाहिँ बिल्डिङै आउने हो, हामीले राम्ररी हेर्न सक्छौँ। अब ग्रान्ट रिलेटिङ टु रेभेन्यू नेचर भनेको सिम्पल हो, स्यालेरीहरू भयो, खर्चहरू भयो, जस्तो इन्टिटीमा धेरै खर्चहरू भइरहेको हुन्छ नि, स्यालेरीमा जान्छ, कहिले केमा जान्छ हो, त्यो पैसा चाहिँ गभर्मेन्टले ल यति 5 वर्षको स्यालेरी चाहिँ म दिइदिन्छु र 2 वर्षको स्यालेरी चाहिँ तेरो इम्प्लोइलाई म दिइदिन्छु भन्ने कुरा हो। अब हेरौँ, अब के हुन्छ भन्दाखेरिमा यसको पनि दुईटा कन्डिसन हुन्छ। ग्रान्ट रिसिभ टु रिम्बर्स एक्सपेन्सेस अफ 1 इयर भनेको मतलब चाहिँ इक्जाम्पलबाट हेरौँ, स्यालेरी एक्सपेन्सेस वाज 90 लाख पर एनम होइन, हरेक वर्षमा कति 60 लाख थियो। ग्रान्ट रिसिभ वाज 30 लाख टु रिम्बर्स स्यालेरी अफ फर्स्ट इयर। अब हेरौँ है त, फर्स्ट मेथड र सेकेन्ड मेथड हुन्छ होइन। सो एक्सपेन्सेस एन्ड इन्कम सेपरेटली, अनि त्यसो एउटा चाहिँ एडजस्ट गरिदिने भनेको के हो, सिम्पल हेरौँ, स्यालेरी अकाउन्ट पहिला फर्स्ट मेथड हेरौँ। सो एक्सपेन्सेस एन्ड इन्कम सेपरेटली, यो त हामी यतिकै पनि गर्न सक्छौँ क्या। स्यालेरी अकाउन्ट डेबिट, अब हेरौँ, स्यालेरी 90 लाख स्यालेरी अकाउन्ट डेबिट टु क्यास, हाम्रो पैसा गयो 90 लाख गयो। अब गभर्मेन्टले के दियो, 30 लाख रुपियाँ हामीलाई दियो भनेपछि क्यास अकाउन्ट डेबिट 30 लाख टु पिएल 30 लाख सक्यो नि होइन, टु पिएल 30 लाख, यसलाई चाहिँ इन्कमको गरिदिनु सकिएको। अब हेरौँ यतापट्टि 90 लाख यहाँ पिएलमा आयो, अनि त्यसपछि यहाँ 30 लाख यहाँ क्रेडिटमा आयो, अनि 90 माइनस 30 कति हुन्छ, 60 लाख हो, 60 लाख यतापट्टि आइहाल्यो होइन। अब सेकेन्ड मेथडमा के छ, एडजस्ट द ग्रान्ट फ्रम एक्सपेन्सेस भनेको मतलब चाहिँ तल चाहिँ स्यालेरी नै हुने हो, स्यालेरी टु क्यास ब्याङ्क सेम नै हो, 90 क्यास पनि आएको 30 त्यति नै हो। तर यो चाहिँ स्यालेरी योसँग सेटअप गर्ने, यो 30 लाख चाहिँ स्यालेरीको लागि आएको हो भनेर सेटअप गर्ने भने यो पनि के चाहिँ हो र, यो भने पनि सेम त हो नि। अब यहाँ पिएलमा सेम नै आयो, स्यालेरी 90 लाख डेबिटमा भयो, अनि 30 लाख माइनस 30 लाख गर्दा 60 लाख हो, यो र यो गर्दा एउटै हो, यो सिम्पल कुरा हो, केही पनि छैन होइन। अब ग्रान्ट रिसिट टु रिम्बर्स एक्सपेन्सेस अफ मल्टिपल इयर्स, अब यो भनेको के हो, इक्जाम्पलबाट हेरौँ, स्यालेरी एक्सपेन्सेस वाज 90 लाख पर एनम, ग्रान्ट रिसिप्ट वाज 100 लाख, लमसम टु रिम्बर्स स्यालेरी अफ 5 इयर्स भनेको ट्रिट दिस 100 लाख, यो जुन 100 लाख ग्रान्टमा आएको हो नि, एज डिफर्ड गभर्मेन्ट ग्रान्ट एन्ड ट्रान्सफर टु पिएल ओभर 5 इयर्स। सिम्पल भनेको मतलब चाहिँ यो 100 लाख छ नि, यो 100 लाख यो चाहिँ पहिला सुरुमा क्यास ब्याङ्क अकाउन्ट डेबिट 100 लाख यो पहिला सुरु आयो कि होस्, क्यास अकाउन्ट डेबिट टु डिफर्ड गभर्मेन्ट ग्रान्ट, यसलाई चाहिँ डिफर्ड गभर्मेन्ट ग्रान्ट जसरी ट्रिट गर्ने, 100 लाख भनेको मतलब चाहिँ मल्टिपल इयर्सको लागि, यो चाहिँ आजको लागि मात्र होइन, यो स्यालेरी चाहिँ 5 वर्षसम्मको लागि हो है भनेर दियो रे भनेपछि यो त केही पनि छैन नि, क्यास अकाउन्ट डेबिट टु डिफर्ड गभर्मेन्ट ग्रान्ट, किनकि यो अहिलेको लागि होइन, 5 वर्षको लागि भनेपछि हामीले लाइबिलिटी सर बुक गर्नु पर्यो, टु डिफर्ड गभर्मेन्ट ग्रान्ट 100 लाख हो। अब यो 100 लाख चाहिँ ट्रान्सफर टु पिएल ओभर 5 इयर्स भनिसकेपछि सिम्पल छ होइन, यो फर्स्टमा भयो। अब हेरौँ, स्यालेरी टु क्यास ब्याङ्क अफकोर्स 90 लाख स्यालेरी कति छ, 90 लाख चाहिँ गयो। अब चाहिँ हामीले के गर्नु पर्यो, यो डिफर्ड, अब यो 5 वर्षमा हो नि त, यो 100 लाख त 5 वर्षमा भनिसकेपछि त प्रत्येक वर्ष 20 लाख रुपियाँ हो होइन। सो डिफर्ड गभर्मेन्ट ग्रान्ट 20 लाख टु पिएल, यो डिफर्ड गभर्मेन्ट ग्रान्टलाई चाहिँ पिएलमा हामीले यो चाहिँ ट्रान्सफर गरिदियौँ, हरेक वर्ष 5 वर्षभित्रमा हामीले सेटअप गरिसक्नु पर्ने हो। त्यही भएर डिभाइड बाई 5 गरिदियो, 100 लाख डिभाइड बाई 5 गर्दा 5 गर्यो, त्यो गर्दा 20 लाख आयो, डिफर्ड गभर्मेन्ट ग्रान्ट टु पिएल, यो पनि केही पनि गाह्रो भएन, यसमा पनि यो इन्ट्रीहरू सजिलो भई हामीले नोट हेर्न सक्छौँ। अनि अर्को भनेको चाहिँ ग्रान्ट रिसिट फर पास्ट एक्सपेन्सेस इन्कर्ड भनेको पहिले खर्च भइसक्यो,
पहिले खर्च भइसक्यो, पहिले स्यालेरी दियो र केही दियो अनि अहिले पैसा आउँदैछ भनिसकेपछि यसमा पनि केही पनि छैन, सिम्पल हो। क्यास ब्याङ्क अकाउन्ट डेबिट टु क्यापिटल रिजर्भ गरिदिने, किनकि यसमा केही गाह्रै छैन। त्यो यसलाई चाहिँ प्रमोटर कन्ट्रिब्युसन गर्ने, प्रमोटर कन्ट्रिब्युसन भन्ने बित्तिकै जहिले क्यापिटल रिजर्भ हुनु पर्यो। अनि पहिलाको लागि पहिला खर्च गरेको जस्तो पहिला मैले 2 वर्ष अगाडि 1 वर्ष अगाडि स्यालेरी दिएँ र अगाडिको वर्ष मैले स्यालेरी दिएँ अनि अहिलेको वर्ष यत्तिकै बसिरहेको छ भने भन्दा गभर्मेन्टले ग्रान्ट दियो अरे ल 30 लाख रुपियाँ दियो अरे, 30 लाख रुपियाँ दिने बित्तिकै क्यास अकाउन्ट डेबिट भइहाल्यो अनि त्यसो त्यो क्यापिटल रिजर्भ गरिदिने पुरानो कुराले भन्ने कुरा, यसमा केही पनि छैन होइन। प्रोमोटर कन्ट्रिब्युसन भन्ने बित्तिकै सिम्पल टु क्यापिटल रिजर्भ, अगाडि त सिम्पल हो, अगाडि त मोनिटरी गभर्मेन्ट ग्रान्टमा जहिले पनि क्यास आउने नै हो, क्यास अकाउन्ट डेबिट। क्रेडिटमा के हो नि भन्ने मात्र कुरा हो, क्रेडिटमा टु क्यापिटल रिजर्भ हुन्छ। प्रोमोटर कन्ट्रिब्युसन, प्रोमोटर कन्ट्रिब्युसन कहिले कहिले हुन्छ भन्दाखेरिमा यस्तो आयो भने चाहिँ ग्रान्ट रिसिभ्ड टु सेट अप बिजनेस प्लान मेसिनरी इन ब्याकवर्ड रिजन, यस्तो आयो भने चाहिँ भन्ने कुरा हो है। अब रिफन्ड अफ गभर्मेन्ट ग्रान्ट हामी हेर्नेवाला छौँ। रिफन्ड अफ गभर्मेन्ट ग्रान्ट पनि केही पनि गाह्रो छैन, एकदम सजिलो छ होइन। अब जस्तो अघि नै हामीले भन्यौँ गभर्मेन्ट ग्रान्ट हामीले कहिले रिकगनाइज गर्न सक्छौँ भन्दाखेरिमा वेन देयर इज रिजनेबल असुरेन्स द्याट द ग्रान्ट विल बी रिसिभ्ड, पैसा 100% आउँछ नि भन्ने एउटा कन्फिडेन्ट भयो र अर होइन एन्ड हो द एन्टिटी विल कम्प्लाई विथ द कन्डिसन अट्याचिङ टु देम, भनेको कन्डिसन पनि अप्लाई गर्नु पर्यो, कम्प्लाई गर्नु पर्यो भन्ने भनिसकेपछि यदि हामीले 5 वर्षको लागि केही 5 वर्षको लागि हामीले गभर्मेन्टले पैसा दियो, 3 वर्षमा अब हामीले कन्डिसन कम्प्लाई गर्न सकेनौँ भने त अब हामीले ग्रान्ट त रिफन्ड गर्नु पर्यो होइन, हो यही कुरा हो। इफ ग्रान्ट रिसिभ्ड वाज एडजस्टेड अगेन कस्ट अफ एसेट्स, अनि यो 3टा कुरा छ। अब हेरौँ है त, सिम्पल केही पनि गाह्रो होइन। हामीले गभर्मेन्ट ग्रान्ट रिसिभ भइसकेपछि हामीले गभर्मेन्ट ग्रान्टलाई कसरी इन्ट्री गरेको थियौँ, एउटा चाहिँ कस्ट अफ एसेट्सबाट हो, अर्को चाहिँ के हुन्छ इफ त्यो ग्रान्टलाई चाहिँ डिफर्ड इन्कम मान्ने र पिएलमा सेटअप गरिदिने हरेक वर्ष, यही हो ओभर द लाइफ अफ एसेट्स, यही हो नि। यो दुईटा हो नि, होइन हामीले त्यत्रो फर्स्ट मेथड र सेकेन्ड मेथड हेऱ्यौँ नि होइन। हो अब हेरौँ, रिफन्ड अफ ग्रान्ट विल अल्सो बी एडजस्टेड अगेन कस्ट अफ एसेट भनेको मतलब अगाडि जस्तो 10 करोड रुपियाँ अघि नै इक्जाम्पल सम्झ्यौँ, 10 करोड रुपियाँको हामीलाई बिल्डिङको कुनै बिल्डिङको 10 करोड परेको थियो अनि त्यसो गभर्मेन्टले ग्रान्ट 6 करोड दियो भनिसकेपछि कस्ट अफ द एसेट्स भन्ने बित्तिकै सुरुमा बिल्डिङ टु क्यास 10 करोडको अनि कस्ट अफ एसेट्सबाट चाहिँ हामीले रिड्युस गर्ने भन्ने बित्तिकै क्यास अकाउन्ट डेबिट टु बिल्डिङ अकाउन्ट 6 करोड भयो अनि त्यसपछि नेटमा त हाम्रो 4 करोड आयो नि त होइन, हाम्रो एक्ज्याक्ट खर्च त हाम्रो 4 करोड भयो हो। त्यस्तो गर्दाखेरिमा हाम्रो पहिलाको पिपीको प्राइस घटेको थियो कि नै, अफकोर्स घटेको थियो। कसरी घटेको थियो यता हेर्न सक्छौँ है, यतापट्टि बिल्डिङ अकाउन्ट डेबिट टु ब्याङ्क, यो चाहिँ कस्ट अफ एसेट है। बिल्डिङ अकाउन्ट डेबिट टु ब्याङ्क 10 करोड थियो अनि यो 6 करोड आयो भने बित्तिकै क्यास अकाउन्ट डेबिट टु बिल्डिङ अकाउन्ट 6 करोड भन्ने बित्तिकै नेट त कति हो 10 करोड माइनस 6 करोड 4 करोड भएको थियो, डेप्रिसिएसन पनि 4 करोडमा लाग्यो हो होइन। अब त्यो ग्रान्ट चाहिँ हामीले यो 6 करोड रुपियाँ ग्रान्ट चाहिँ मा चाहिँ अब कति चाहिँ हामीले रिफन्ड गर्छौँ अरे, रिफन्ड गर्ने भन्ने बित्तिकै अगाडि त हामीले बिल्डिङको प्राइस त घटाएको थियौँ होइन, घटाएको थियौँ। अब रिफन्ड गर्ने बित्तिकै बिल्डिङको कस्ट त बढ्नु पर्यो नि, भनेको मतलब सिम्पल हो, अघि न कस्ट अफ एसेट्स घटाएको थियो किनकि हामीलाई गभर्मेन्टले पैसा दियो, अब गभर्मेन्टले पैसा फिर्ता माग्यो भने बित्तिकै फेरि हामीले कस्ट अफ एसेट्सको प्राइस बढाउनु परेन त, पर्यो, त्यही हो। यतापट्टि हेरौँ, त्यही भएर पिपी अकाउन्ट डेबिट टु क्यास ब्याङ्क किन भन्ने बेलामा अगाडि सिम्पल हो, अगाडि हामीले कस्ट अफ एसेट्ससँग हामीले एडजस्ट गरेको थियौँ भनेको मतलब पैसा आएकोलाई चाहिँ हामीले एसेट्सको कस्टबाट घटाएको थियौँ होइन। एक्ज्याक्ट नेटमा त हाम्रो 10 करोड माइनस 6 करोड इक्वल्स टु 4 करोड हो नि त, हाम्रो कस्ट त 4 करोड आएको थियो हो। त्यस्तो भइसकेपछि अब अहिले हामीले फिर्ता दिन्छौँ भन्ने बित्तिकै त्यो अगाडि घटाएको हामीले एसेट्सको प्राइस त बढाउनु पर्यो, त्यो पिपी अकाउन्ट डेबिट टु क्यास ब्याङ्क। यो हामी अहिले हेर्नेछौँ उसमा एक्जाम्पलमा, इफ ग्रान्ट रिसिट वाज ट्रान्सफर टु डिफर गभर्मेन्ट ग्रान्ट एज डिफर्ड इन्कम। अब यो भनेको के हो, यो भनेको सिम्पल सेकेन्ड मेथड। अब सेकेन्ड मेथड अप्लाई गरेको रहेछौँ भन्ने बित्तिकै के गर्ने भन्दाखेरिमा रिफन्ड गर्ने बेलामा सिम्पल यता हेरौँ, गभर्मेन्ट ग्रान्ट डे 1 मा 100 करोड छ है, 100 करोड चाहिँ 5 वर्षभित्रमा हामीले पाइरहनु पर्ने भन्यो। डे 1 मा त अफकोर्स 100 करोडै हुन्छ होइन। अनि त्यसपछि अन द फर्स्ट डे अफ थर्ड इयर द फुल 100 करोड बिकम्स रिफन्डेबल। अब हेरौँ 100 करोड सेकेन्ड इयरको लास्टमा चाहिँ सेकेन्ड इयरको लास्टमा अथवा थर्ड इयरको फर्स्टमा चाहिँ हामीले रिफन्ड गर्नुपर्छ भन्ने बित्तिकै
हामीसँग डिफर्ड गभर्नमेन्ट ग्रान्टमा पैसा कति थियो भनेको लाइबिलिटीमा डिजिजीमा कति पैसा भन्दा 100 करोडमा 2 वर्षको काट्यौं 20 करोड 20 करोड भनिसकेपछि अब हाम्रो कति छ 60 करोड रुपैयाँ यी 60 करोड रुपैयाँ 100 करोडमा 20 करोड र 20 करोड 2 वर्षको यो 1 वर्षको यो 2 वर्षको काटिसकेपछि 60 करोड बाँकी भयो अब हामीले पैसा कति दिनुपर्ने 100 करोड दिनुपर्ने अब डिफर्ड गभर्नमेन्ट ग्रान्ट रिभर्स गरिदिने होइन त्यो लाइबिलिटीमा थियो नि त्यो रिभर्स गरिदिने कति 60 करोड छ हामीले पैसा कति दिनुपर्ने टु क्याश ब्याङ्क 100 करोड दिनुपर्ने र यो बाँकी पिएल भनेको चाहिँ यो चाहिँ हाम्रो खर्च भयो यो पिएल भन्ने बित्तिकै हामीलाई घाटा भयो यो चाहिँ 40 करोड यो चाहिँ ब्यालेन्समा हामीले लेखिदिने सिम्पल अब हेरौँ यो क्यापिटल रिजर्भमा थियो भन्ने बित्तिकै क्यापिटल रिजर्भ बढी जान्छ क्यापिटल रिजर्भ टु क्याश ब्याङ्क यो त सिम्पल हो अब यसमा केही पनि नआतिने अब हामी इक्जाम्पल हेर्नेछौँ यो इक्जाम्पलबाट भइ नै हाल्छ है त यो रिफन्ड अफ गभर्नमेन्ट ग्रान्टको इक्जाम्पल हो त्यसपछि अर्को इक्जाम्पल हेर्छौँ A Limited received a government grant of rupees 40 lakh from the government for the purpose of special machinery during fiscal year 2060-65. The cost of machinery was 400 lakh. The cost of machinery चाहिँ कति हो 400 lakh छ अनि त्यसपछि and had a useful life of 10 years during the fiscal year 68-69. The grant has 68-69 भन्ने बित्तिकै यो 68 को फर्स्टतिर भने है 68 भनेको 4 वर्ष भयो नि त 62 बाट 68 भनेको 4 वर्षमा चाहिँ द ग्रान्ट हेज बिकम रिफन्डेबल ड्यू टु नन फुलफिलमेन्ट फर सर्टेन कन्डिसन अट्याचिङ टु देम यस्तो भनेर भने अब यो हामीले के गर्ने हो डेप्रिसिएसन निकाल क्यारिङ अमाउन्ट निकाल अनि त्यसपछि यो रिफन्ड कसरी गर्ने यसको इन्ट्री गर भन्यो हैन हामीले सिम्पल हो पीपी अकाउन्ट डेबिट हामीले कति रुपैयाँ रिफन्ड गर्ने हो 40 लाख आएन हाम्रो गभर्नमेन्ट ग्रान्ट भनेपछि पीपी सँग हामीले के गर्ने फर्स्ट मेथड यसले चाहिँ के गर्यो द इन्टर ब्याङ्क वाज डिडक्टेड फ्रम द कस्ट अफ मेसिनरी भनिसकेपछि यो चाहिँ फर्स्ट मेथड अप्लाई गरेको छ यसले गभर्नमेन्ट ग्रान्ट प्राप्त गर्ने बित्तिकै भनिसकेपछि अब हामीले पीपी अकाउन्ट डेबिट टु ब्याङ्क गर्ने हो कि हैन हो किन गर्ने हो भन्दाखेरिमा अगाडि कस्ट अफ एसेट्स त घटेको थियो एसेटको कस्ट त घटाइएको थियो अब पैसा फिर्ता दिइसकेपछि एसेटको कस्ट बढाउनु परेन त अफकोर्स पर्यो त्यही भएर पीपी अकाउन्ट डेबिट टु ब्याङ्क जतिले फिर्ता गरे रिफन्ड वाला पैसा राख्ने हामीले सिम्पल छ है रिफन्ड वाला पैसा राख्ने अब हेरौँ यतापट्टि यो रिफन्ड वाला पैसा त राख्ने भन्यो तर एउटा कुरा हामीले याद गरेको थियो फर्स्ट मेथड अप्लाई गर्दाखेरिमा हाम्रो एसेट्सको प्राइस एसेट्स घटेको थियो डिडक्ट द कस्ट अफ मेसिनरी भन्ने बित्तिकै एसेट्सको हाम्रो लमसममा नेटमा घटेको थियो यो त हामी सबलाई याद नै छ यता हेरौँ यताबाट बुझौँ यो 10 करोड थियो नि एक्ज्याक्ट हाम्रो यहाँ 10 करोड थियो अनि फर्स्ट मेथड भन्ने बित्तिकै क्यास अकाउन्ट डेबिट बिल्डिङमा हामीले गर्यो के इट इज द कस्ट अफ द एसेट्स भन्ने बित्तिकै 10 करोड माइनस 6 करोड कति 4 करोड भयो है यहाँ चाहिँ 10 करोडमै डिप्रिसिएसन लाग्ने भयो किनकि यहाँ डिफर्ड गभर्नमेन्ट ग्रान्ट सेकेन्ड मेथड अप्लाई गरे हो यहाँ चाहिँ 10 करोडमै डिप्रिसिएसन लाग्ने भयो यता चाहिँ कतिमा डिप्रिसिएसन लाग्ने भयो यता चाहिँ 10 करोड माइनस 6 करोड 4 करोडमा डिप्रिसिएसन लगाएको होइन त हामीले अघि न हो अब हामीले यो फर्स्ट मेथड गर्दाखेरिमा हामीले दुईटा कुरा बुझ्नु पर्यो के बुझ्नु पर्यो भन्दाखेरिमा फर्स्ट त एसेट्सको प्राइस घटेको थियो अफकोर्स हैन 10 करोडमा 6 करोड नेटमा 4 करोड भयो एसेट्सको प्राइस घटेको जस्तो देखेको थियो सेकेन्ड जब एसेट्सको अथवा पीपी को प्राइस घट्छ नि तब डेप्रिसिएसन पनि अटोमेटिकली घट्छ यदि याद छ नि हामी सबलाई हैन हो सो हामीले फर्स्ट मेथड गर्दाखेरिमा हामीले के पायौं भन्ने बेलामा एसेट्सको प्राइस घटेपछि डेप्रिसिएसन पनि घट्छ अटोमेटिकली भने बुझ्नु पर्यो यता हेरौँ यता एसेट्सको प्राइस घटेको थियो छैन सेकेन्ड मेथडमा डेप्रिसिएसन कति थियो डेप्रिसिएसन 1 करोड थियो किनकि 10 करोड डिभाइड बाइ 10 इयर्स गर्दाखेरिमा कति 1 करोड भयो अनि त्यसपछि फर्स्ट मेथडमा कति फर्स्ट मेथडमा त 0.4 सीआर छ 0.4 करोड भयो भनेपछि एसेट्सको प्राइस घट्दाखेरिमा डेप्रिसिएसन पनि जहिले घट्छ हो अब हेरौँ अहिले हामीले यहाँ के गर्यौं यतापट्टि हामीले एसेट्सको प्राइस बढायौं हो एसेट्सको प्राइस 40 लाखको बढायौं भनेपछि डेप्रिसिएसन पनि बढाउनु पर्यो कि परेन अफकोर्स पर्यो हो त्यतिखेर हामीले डेप्रिसिएसन कम गरेको थियो हैन डेप्रिसिएसन पनि बढाउनु पर्यो रिफन्ड वाला पैसाको रिफन्ड डेट सम्मको डेप्रिसिएसन पनि क्याल्कुलेट गर्ने हो भनेको मतलब एसेट्सको प्राइस बढेपछि डेप्रिसिएसन पनि बढाउनु पर्यो सो 40 लाख डिभाइड बाइ 10 into 4 भनेको यो 10 वर्ष एसेट्सको लाइफ छ हैन 10 वर्ष एसेट्सको लाइफ छ डिभाइड बाइ 10 40 लाख डिभाइड बाइ 10 यो चाहिँ कहिले सम्मको 4 वर्षसम्मको हो किनकि 4 वर्षपछि त हामीले रिफन्ड गरेका छौं त्यही भएर 4 वर्षसम्मको निकाल्दा के हो 16 लाख पीपीएल अकाउन्ट डेबिट टु एक्युमुलेटेड डेप्रिसिएसन अथवा पीपी यो पीपी को प्राइस घटाएको जस्तो गर्यो अनि 16 लाख आयो यो दुईटा वाला चाहिँ हामीले फर्स्टमा जहिले पनि गर्नु पर्यो
हामीले इक्जाम्पलमा चाहिँ यहाँ यता पिएल पिपी अकाउन्ट डेबिट टु क्यास ब्याङ्क मात्र गरेको थियो। यसमा चाहिँ यो हामीले डिप्रिसिएसन पिपी गर्ने बित्तिकै हामीले जहिले डिप्रिसिएसनवाला पनि पार्ट राख्नुपर्छ, किनकि पिपी भनेपछि बित्तिकै यो पिपी 40 लाख हो, 40 लाख रे हामीले पढाइसकेपछि अनि अगाडि डिप्रिसिएसन घटेको थियो, अगाडिको डिप्रिसिएसन पनि हामीले जोड्नु त पर्यो नि हैन। हो त्यही भएर यो डिप्रिसिएसन चाहिँ हामीले सबै पिएलमा गयो है, पिएलमा गयो। अब हेरौँ, यो त भयो है, यो रिफन्डको इन्ट्री भयो। अब हामीलाई क्यारिङ अमाउन्ट पनि निकाल भनेको छ हैन। अब के गर्ने भन्दाखेरिमा 2064 को स्टार्ट हो 2068 69 सम्मको भनिसकेपछि 2064 मा हामीले ग्रान्ट प्राप्त गरेका थियौँ है। त्यतिखेर कति थियो? 400 लाख रुपैयाँ थियो, जसमा चाहिँ गभर्नमेन्ट ग्रान्ट 40 लाख थियो। भनिसकेपछि हाम्रो कस्ट अफ एसेट्सबाट घटाएको थियो भन्ने बित्तिकै 400 लाख माइनस 40 लाख भनेको कति हो? 360 लाख हाम्रो क्यारिङ अमाउन्ट थियो 2064 को श्रावणको 1 मा है। अब हेरौँ, लाइफ 10 इयर्स डेप्रिसिएसन भनेको अफकोर्स 360 डिभाइड बाइ 10 इक्वल्स टु 36 लाख पर एनम जाने भयो कि भएन? भयो। अब हेरौँ, यो रिफन्ड गर्ने जेलसम्मको हाम्रो क्यारिङ अमाउन्ट कहिले छ कति छ भन्दाखेरिमा 360 लाख, यो 360 लाख माइनस 36 लाख कतिसम्म? 4 वर्षसम्म। 4 वर्षमा हामीले के गर्यो? 4 वर्षपछि हामीले 4 वर्षपछि हामीले रिफन्ड गर्यो भनेपछि 1 2 3 4 यहाँ 36 चारवटा 1 2 3 4वटा 36 माइनस गर्यो बढ्दा कतिको 216 लाख आयो हो। 216 लाख कहिले आयो? 2068 को यो रिफन्ड गरिसकेपछि 216 लाख आयो। अब हेरौँ, रिभ्यालुड क्यारिङ अमाउन्ट कति हो भन्दाखेरिमा 216 लाख। यो जुन यो नयाँ क्यारिङ अमाउन्ट हो 216 लाख प्लस यो पिपी बाट 40 लाख बढ्यो कि बढेन? अफकोर्स बढ्यो, प्लस 40 लाख माइनस 16 लाख, माइनस 16 लाख इक्वल्स टु 200 यो पिपी अथवा एक्युमुलेटेड डेप्रिसिएसन गर्दाखेरिमा प्राइस पनि घट्यो है भनेर गर्यो। किनकि हामीले अगाडि हेरौँ न, हामीले यो अझै यसलाई क्लियर पार्नको लागि पहिला यो बुझाएर म यसलाई अझै क्लियर पार्छु। 216 लाख जुन भयो हाम्रो क्यारिङ अमाउन्ट, नयाँ क्यारिङ अमाउन्ट कति हो भन्दा 216 लाखमा यो 40 लाख जोडियो माइनस 16 लाख, यो माइनस पिपी गरेर माइनस 240 लाख हो। र यो चाहिँ के हो नि, यो चाहिँ अबको 6 वर्षसम्म चाहिँ यो चाहिँ यही डेप्रिसिएसन हुने हो भन्दाखेरिमा भनेको मतलब 240 लाख डिभाइड बाइ 6 गर्दाखेरिमा हरेक वर्ष अब कति 40 लाख रुपैयाँ अब हामीले डेप्रिसिएसन गर्नु पर्यो। किनकि यो रिफन्ड गर्ने भएकोले, नत्र हामीले कति गर्नु पर्थ्यो? जम्मा 36 लाख गर्थ्यौँ पहिला, अब 40 लाख गर्नु पर्यो रिमेनिङ पिरियडमा। यसमा अलिकति कन्फ्युज हुन सक्छ, म फेरि भनिदिइहाल्छु। अफकोर्स पिपी अकाउन्ट डेबिट टु ब्याङ्क यसमा त केही पनि छैन, किनकि एसेटको प्राइस घटाएको थियो अघि नै हामीले भनेको मतलब हामीले गभर्नमेन्ट ग्रान्ट रिकगनाइज गर्ने बेलामा फर्स्ट मेथड अप्लाई गरेको भन्ने बित्तिकै हामीले एसेट्सको प्राइस के गरेको थियो? घटाएको थियो। त्यसकारणले अहिले एसेट्सको प्राइस अहिले रिफन्ड गर्ने भन्ने बित्तिकै के गर्नु पर्यो? एसेटको प्राइस बढाइदिनु पर्यो र हामीले बढाइदियौँ पनि हैन, यसमा केही पनि छैन। अब हेरौँ, एसेट्सको प्राइस हामीले पहिला एसेट्सको प्राइस घटाएको कारणले गर्दाखेरिमा डेप्रिसिएसन पनि कम भएको थियो कि थिएन? कम भएको थियो। डेप्रिसिएसन कम भयो भनेको मतलब के हो? पिएल कम भएको हो हैन? हो, पिएल कम भयो भनेपछि पिएल पनि बढाइयो अफकोर्स भनेर यो चाहिँ 40 लाखकै 4 वर्षमा अन्टिल रिफन्ड हुने जेलसम्म गरियो। अब हेरौँ, कन्क्लुजन चाहिँ के छ भन्दा टोटल अमाउन्ट डेबिटेड इन पिएल फर 2068-69 मा चाहिँ कति हो भन्दाखेरिमा फर्स्ट 16 लाख, यो 16 लाख पनि 68-69 रिफन्ड गर्ने वर्षमा कति चाहिँ पिएलमा जान्छ भन्ने बेलामा यो 16 लाख जान्छ, प्लस यो 40 लाख त सधैँ जाने नै भयो है। अनि त्यसपछि 69-70 मा कति जान्छ भन्दा 40 लाख मात्र जान्छ। 68-69 मा किन 40 प्लस 16 40 मात्र होइन भन्दाखेरिमा यो 16 लाख त यो जानै पर्यो नि, किनकि यो 16 लाख त पुरानो वर्षको सेटअप त यही वर्षमा गरे नि, यो 16 लाख हो। यो रिफन्ड गर्ने भएको कारणले यो 16 र प्लस 56 लाख जान्छ। अनि त्यसपछि क्यारिङ अमाउन्ट एज अन 2069 असारको 31 मा कति छ? 240 लाख माइनस 40 लाख इक्वल्स 200 लाख। यो के भनेको? यो के पनि भनेन, सिम्पल हो। यो 240 लाख के छ? 240 लाख यतापट्टि हामी हेर्न सक्छौँ। 240 लाख यतापट्टि रिभ्यालुड क्यारिङ अमाउन्ट कति हो? 240 लाख हो। 240 लाख पछि अब यसको यो वर्षको लास्टमा त डिप्रिसिएसन कति छ? 40 लाख भनेपछि त क्यारिङ अमाउन्ट कति हो? 200 लाख भयो। सिम्पल छ, यसमा केही पनि गाह्रो भएन हैन। अब हेरौँ, यो एउटा इक्जाम्पल हेरौँ। द कम्पनी पर्चेस्ड अन यो साउन्डको 2010 मा चाहिँ स्पेशल मेसिनरी किनेछ र 25 लाखमा। इट रिसिभ्ड अ गभर्नमेन्ट ग्रान्ट फर 20% अफ द प्राइस।
यो 25 लाखको 20% चाहिँ हामीले गभर्नमेन्ट ग्रान्ट पाएछौँ हैन। द मेसिन हेज एन इफेक्टिभ लाइफ अफ 10 years. हाउ द कस्ट अफ मेसिनरी एन्ड गभर्नमेन्ट ग्रान्ट टु बी अकाउन्टेड। अब सिम्पल छ, के पनि छैन हेर। कस्ट अफ मेसिनरी कति छ? 25 लाख हो। गभर्नमेन्ट ग्रान्ट कति? 20% आयो भनेपछि 20% अफ 25 लाख भन्दा 5 लाख आयो। लाइफ 10 years छ। अघि हामीले यसैको इक्जाम्पल हेरेको हैन त। फर्स्ट मेथड भनेको के हो? एसेट्सको कस्टबाट घटाउने भन्ने बित्तिकै सुरुमा बिल्डिङ अकाउन्ट डेबिट मेसिनरी अकाउन्ट डेबिट गभर्नमेन्ट ग्रान्ट हैन। अब मेसिनरी अकाउन्ट डेबिट टु क्याश ब्याङ्क कति गयो? 25 लाख गयो। फर्स्ट मेथड अप्लाई गर्यो भने अब के गर्नु? क्याश अकाउन्ट डेबिट 5 लाख हो। टु के गर्ने? टु मेसिनरी गर्ने। यदि एसेट्सको कस्टबाट घटायो भने मेसिनरी सक्यो हैन। टु मेसिनरी गर्ने अनि त्यसपछि 5 लाख आयो। अनि त्यसपछि डेप्रिसिएसन चाहिँ केही पनि हैन, डेप्रिसिएसन अकाउन्ट डेबिट टु मेसिनरी गर्ने। अनि यो डेप्रिसिएसन चाहिँ कुनमा गर्ने भन्दाखेरिमा कस्ट अफ एसेट्स घटिसकेकोमा भनेको 20 लाखमा गर्ने हो। सिम्पल छ, 20 लाख डिभाइड बाइ 10 गरेर यो डेप्रिसिएसन गर्ने हो। सेकेन्ड मेथडमा केही पनि गर्दैन, सिम्पल हो। अब फर्स्टमा त बिल्डिङ अकाउन्ट डेबिट टु क्याश ब्याङ्क भइ नै हाल्यो। सेकेन्डमा क्याश ब्याङ्क अकाउन्ट डेबिट टु डिफर्ड गभर्नमेन्ट ग्रान्ट भइ नै हाल्यो। अब डिफर्ड गभर्नमेन्ट ग्रान्ट भनेपछि यो 5 लाख चाहिँ हामीले कहिलेसम्म फैलाउने? 10 वर्षसम्म फैलाउने भनेपछि डिफर्ड गभर्नमेन्ट ग्रान्ट अकाउन्ट डेबिट टु पिएल गर्ने। त्यो पिएलमा चाहिँ 10 वर्षसम्म गर्ने हो। हामीले अलरेडी इक्जाम्पलमा हामीले डिस्कस गरि नै सकेका छौँ है त। यसमा पनि केही चाहिँ रिफन्डको केस पनि एकदम सजिलो छ। सर हामी एकचोटि फास्ट रिभाइज गर्छौँ, त्यसपछि हामी यो मा गइहाल्छौँ है। फर्स्टमा दुईटा गभर्नमेन्ट ग्रान्ट दुईटा हो, एउटा मोनिटरी गभर्नमेन्ट ग्रान्ट, एउटा नन मोनिटरी गभर्नमेन्ट ग्रान्ट। नन मोनिटरी अलिकति छोटो भएको कारणले हामी नन मोनिटरी अलिकति हेरिहाल्छौँ। नन मोनिटरी भन्ने बित्तिकै सिधै बिल्डिङ दिने, मेसिनरी दिने, एसेट्स दिने, पैसा नदिने, सिधै काइन्डमा केही दिने भन्ने बित्तिकै नन मोनिटरी गभर्नमेन्ट ग्रान्ट हो। अब एसेट्स दिने भन्ने बित्तिकै गभर्नमेन्टले दुईटा कारणले एसेट्स दिन सक्छ, एउटा भनेको फ्रीमा, एउटा भनेको सस्तोमा। यदि फ्रीमा दिने बित्तिकै अब सुरुमा पहिला एसेट्स आउने बित्तिकै बिल्डिङ अकाउन्ट डेबिट त जहाँ पनि भयो, दुईटै मेथडमा बिल्डिङ अकाउन्ट डेबिट भयो। फरक के हो भन्दा के क्रेडिटमा के गर्ने भन्ने कुरा हो। यदि चाहिँ अब हामीले फ्रीमा आएको छ भने बित्तिकै क्यास हुने भएन, त्यही भएर हामीले के गर्ने भन्ने बेलामा टु गभर्नमेन्ट ग्रान्ट गरिदिने हो। यो चाहिँ क्यापिटल रिजर्भ अन्तर्गत जाने हो। अनि नोमिनल भ्यालुमा रेकर्ड गर्ने 1 रुपिसमा। अनि त्यसपछि यदि कन्सेसनल रेट भनेको सस्तोमा भनेपछि जति पैसा गयो त्यतिमा एक्विजिसन कस्टमा गर्ने हो। सिम्पल भइगयो। मोनिटरी गभर्नमेन्ट ग्रान्ट भनेको मतलब अब पैसा दिने हो। पैसा के कारणमा दिन सक्छ भन्ने बित्तिकै एसेट्स किन्नको लागि दिन सक्छ, रेभेन्यू भनेको खर्च बिहोर्नको लागि दिन सक्छ भन्ने कुरा भयो। अब हेरौँ ग्रान्ट रिलेटिङ टु फिक्स एसेट्स भन्ने बित्तिकै अब एसेट्स किन्नको लागि दियो भन्ने बित्तिकै दुईटा मेथड छ। एउटा मेथड भनेको चाहिँ एसेट्सको कस्टबाट घटाउने, एउटा भनेको चाहिँ डिफर्ड इन्कम मान्ने। एसेट्सको कस्टबाट घटाउँदा यो फर्स्ट मेथड जहाँ पनि सेम नै हुन्छ, सेकेन्ड मेथडको पनि डेबिट त क्यास सेम नै हुन्छ। फरक यति मात्र हो, क्रेडिटमा के हो भन्ने हो। यदि कस्ट अफ द एसेट्स भन्ने बित्तिकै क्यास अकाउन्ट डेबिट टु के हुन्छ? बिल्डिङ हुन्छ कि होइन, पिपी हुन्छ, जे दिएको जेको लागि दिएको हो त्यही हुने हो। उतापट्टि चाहिँ के हुन्छ? डिफर्ड गभर्नमेन्ट ग्रान्ट हुन्छ। अनि त्यसो डिफर्ड गभर्नमेन्ट ग्रान्ट चाहिँ हामीले लाइबिलिटी भयो, किनकि त्यो 1 वर्षको लागि मात्र त्यहाँ होइन, 5-7 वर्षको लागि त्यहाँ हो। 5-7 वर्षमा यो जहिले एसेट्सको लागि छ त्यसलेसम्म फैलाउने हो। यसमा पनि केही पनि भएन, डेप्रिसिएसन कुराहरू सजिलै भइहाल्यो। यो रिड्युस यसमा पनि हामीले अगाडि नै भन्यो, यदि नन डेप्रिसिएबल एसेट्स छ भने के गर्ने भन्ने बित्तिकै यो रिड्युस द कस्ट अफ द एसेट्स त्यहाँ पनि लागू हुने नै हो। फरक यति मात्र हो, त्यहाँ डेप्रिसिएसन हुँदैन। अनि त्यहाँ चाहिँ हामीले अगाडि डिफर्ड गभर्नमेन्ट ग्रान्ट जस्तो यताउता चाहिँ त्यो चाहिँ यहाँ अलि मिल्दैन। किन मिल्दैन भन्ने बेलामा त्यहाँ डेप्रिसिएसन हुँदैन, लाइफ अफ एसेट्स चाहिँ हुँदैन। त्यहाँ के चाहिँ हुनसक्छ भन्दा कन्डिसन हुनसक्छ। यदि कन्डिसन भयो भने त्यही अगाडिको जस्तै गर्ने हो, डिफर्ड गभर्नमेन्ट ग्रान्ट टु पिएलै गर्ने हो। यदि कन्डिसन छैन भने चाहिँ हामीले त्यसलाई चाहिँ फुल टु फुल के गर्ने? गभर्नमेन्ट ग्रान्ट भनेर रिकगनाइज गर्न सक्छौँ र क्यापिटल रिजर्भमा जाने हो। फर्किपेबल लोनको पनि सिम्पल छ, यसमा केही गाह्रो होइन। अनि यो रिभेन्यू नेचरको त कति सजिलो छ, एउटा मात्र मेथड याद गरे हुन्छ। यसमा त सेकेन्ड मेथड यताउता केही भनेर सोध्दैन, यो त सिम्पल नर्मल तरिकाले सकिन्छ। स्यालेरी र क्यास 90 लाख खर्च भयो, स्यालेरी टु क्यास भयो। 30 लाख चाहिँ गभर्नमेन्टले देखायो भने 30 लाख त्यसलाई चाहिँ पिएलमा राख्दै भयो। अरू केही एकदम सजिलो छ, बुझ्नलाई मात्र हो। रिफन्ड अफ गभर्नमेन्ट ग्रान्टमा चाहिँ अब हामीले गभर्नमेन्ट ग्रान्ट रिफन्ड हुनको लागि त रिफन्डको गभर्नमेन्ट ग्रान्टको इन्ट्री सम्झिनको लागि त पहिला हामीले गभर्नमेन्ट ग्रान्ट पाउँदाखेरिको इन्ट्री सम्झिनु पर्यो। सो गभर्नमेन्ट ग्रान्ट पाउँदाखेरिको इन्ट्रीमा 3टा मेथडबाट हामीले सिक्यौँ भने रिफन्ड गर्ने बेलामा पनि 3टा मेथडै हुने भयो, अफकोर्स नो डाउट होइन। सो अब गभर्नमेन्ट ग्रान्ट चाहिँ अब हामीले रिकगनाइज गर्ने बेलामा चाहिँ फर्स्ट मेथडबाट अथवा कस्ट अफ द एसेट्सबाट गरेको छ भने कस्ट अफ द एसेट्स त्यसरी घटाएको थियो भने अहिले कस्ट अफ द एसेट्स बढाउनु पर्यो। बिल्डिङ अकाउन्ट डेबिट टु क्यास ब्याङ्क त जहाँ पनि एउटै हुने भयो, किनकि पैसा फिर्ता दिँदाखेरिमा जहिले पनि क्यास ब्याङ्क भइहाल्छ।
अनि यसमा पनि टु क्यास ब्याङ्क त जहाँ पनि भइ नै हाल्यो। अब फरक के हो भन्दा डेबिट मात्र हो। अब यो डिफर्ड गभर्नमेन्ट ग्रान्ट भन्ने बित्तिकै डिफर्ड गभर्नमेन्ट ग्रान्टमा कति पैसा बाँकी छ त्यति लेख्ने हो। अनि त्यसपछि बाँकी भएको यो पिएलमा हामीले एडजस्ट गरिदिने हो। हामीले इक्जाम्पलमा हेऱ्यो हो। अनि त्यसपछि क्यापिटल रिजर्भमा हामीले राखेको छ भने क्यापिटल रिजर्भ टु क्यास ब्याङ्क गर्ने यसमा पनि केही छैन। अनि यो मेन भनेको यो रिफन्डवाला केस हो। रिफन्डवाला केसमा केही होइन, यदि हामीले एसएसको पैसा हामीले रिफन्ड गर्नु पर्यो 3 वर्षपछि 4 वर्षपछि भनिसकेपछि हामीले पहिला अगाडि नै हामीले हेरेकै हो। पिपी टु क्यास ब्याङ्कवाला त हामीले हेरेकै हो होइन, यसमा त केही टप नै होइन, क्यास ब्याङ्क हो। किनकि हाम्रो त्यतिखेर पिपी हामीले रिफन्ड गर्दाखेरिमा कस्ट अफ द एसेट्स घटेको थियो, त्यस कारणले हामीले बढाइदिनु पर्यो। यदि बढाइदिइसकेपछि डेप्रिसिएसन पनि अफकोर्स बढ्यो नि होइन। किनकि यता हेरौँ अब यो डेप्रिसिएसन किन बढ्यो भन्ने क्वेसनमा यता आउँछ। डेप्रिसिएसन फर सबसिक्वेन्ट इयर विल बी अल्सो इन्क्रिज द्याट इज प्रस्पेक्टिभली नो रेट्रोस्पेक्टिभ इफेक्ट। अब यो वाला हामी यतापट्टि लागु हुन्छ होइन। अब यता हेरौँ अफकोर्स यताखेरि हामीले डेप्रिसिएसन यतापट्टि अब हामीले पिपी दियौँ, पिपी फिर्ता दियौँ, सरी पिपीको लागि पैसा आएको थियो। अब हामीले पैसा फिर्ता दिनु पर्यो भन्ने बित्तिकै पहिला एसेट्सबाट कस्ट घटेको थियो भन्ने बित्तिकै फेरि एसेट्सको प्राइस बढाउनु पर्यो। नोट सिम्पल छ, एसेट्सको प्राइस घट्यो, एसेट्सको प्राइस घट्यो भनेपछि हामीले बढाइदिने, अनि पछि बढ्यो, अनि त्यो एसेट्सको प्राइस बढ्ने बित्तिकै डेप्रिसिएसन पनि बढाउनु पर्यो किनकि त्यतिखेर त घटेको थियो। सो पिएल टु एक्युमुलेटेड डेप्रिसिएसन अहिलेसम्मको एक्युमुलेटेड डेप्रिसिएसन कति हो भनेपछि यसलाई पिपी पनि लेख्न सजिलो हुन्छ। पिपी टु एक्युमुलेटेड डेप्रिसिएसन 16 लाखको 4 वर्षसम्मको 4 लाख डिभाइड बाइ 10 होइन। अनि त्यसपछि 1 वर्षको आयो इन्टु 4 भन्दै 4 वर्षको हो। अनि त्यसपछि 16 लाख भयो। अनि त्यसपछि चाहिँ यो चाहिँ के हो यतापट्टि हेरौँ डेप्रिसिएसन फर सबसिक्वेन्ट इयर्स विल अल्सो इन्क्रिज होइन। विल अल्सो इन्क्रिज भनेको अगाडि के भनेको थियो, अगाडि कति थियो 36 लाख थियो, रिफन्ड गरिसकेपछि डेप्रिसिएसन फर सबसिक्वेन्ट इयर विल अल्सो इन्क्रिज भनेपछि अब चाहिँ कति भयो 40 लाख भयो। अगाडि कति थियो 36 लाख थियो, अहिले चाहिँ कति भयो 40 लाख भयो। त्यो किन भन्ने बेलामा यो चाहिँ अब हामीले नयाँ क्यारिङ अमाउन्टमा जाने भयो। अनि त्यसपछि यो चाहिँ 2068 को 64 राउन्डको 1 पल्ट जस्तो थियो अनि बुझिहाल्यो, यसमा केही पनि गाह्रो छैन। सिम्पल के हो भन्ने बेलामा यो हामीले फिर्ता दिने डेटको यति भयो, फिर्ता दिने डेटको यति भनेपछि क्यारिङ अमाउन्ट हामीले निकाल्ने। क्यारिङ अमाउन्ट त अब सुरुको त 2064 को त यति थियो क्यारिङ अमाउन्ट, यसमा यो दुईटा एडजस्ट गर्ने, यो 40 लाख प्लस गरिदिने, यो 16 लाख माइनस गरिदिने भनेपछि यो फेरि रिफन्ड गर्ने डेटसम्मको क्यारिङ अमाउन्ट आयो। अनि क्यारिङ अमाउन्ट आइसकेपछि रिभ्यालुड क्यारिङ अमाउन्ट भनेको कति हो भन्दाखेरिमा अफकोर्स डेप्रिसिएसन बढ्ने नै भइगयो, किन क्यारिङ अमाउन्ट पनि डेप्रिसिएसन बढ्ने नै भयो। 40 लाख आयो होइन, 240 के अरे 216 लाखमा यो 216 लाख हाम्रो क्यारिङ अमाउन्ट, 360 लाखमा यो 4 वर्षमा रिफन्ड गर्ने डेटसम्म 216 थियो, त्यसमा हामीले के एडजस्ट गरिसकेपछि 240 आयो, 240 डिभाइड बाइ 6 गर्दा 40 आयो। यसमा केही पनि गाह्रो भएन, यो त हामीले हेरि नै सक्यौँ। अब हेरौँ अब हामीले थ्योरिटिकल पार्ट अलि हेरौँ। गभर्नमेन्ट ग्रान्ट भनेको गभर्नमेन्ट ग्रान्ट असिस्टेन्स बाई गभर्नमेन्टको हेल्प हो। अब थ्योरी पार्ट हेर्दाखेरि चाहिँ अब सजिलो हुन्छ किनकि हामीले न्युमेरिकल पार्टको अनि हामीले सबै कन्सेप्टहरू बुझिसक्यौँ नि त के आउँदो रहेछ भनिसकेपछि अब बुझिन्छ। असिस्टेन्स बाई गभर्नमेन्ट इन द फर्म अफ ट्रान्सफर अफ रिसोर्सेस टु एन एन्टिटी इन रिटर्न फर पास्ट र फ्युचर कम्प्लाइन्स। यदि पास्टमा राम्रो काम गरेको थियो अथवा पास्टमा केही कम्प्लाइन्सहरू थियो, कन्डिसनहरू त्यो कम्प्लाई गर्यो अथवा फ्युचरमा गर्नेवाला छ भने कन्डिसन सहितको त्यसमा चाहिँ गभर्नमेन्टले चाहिँ असिस्टेन्स गर्छ भन्ने कुरा भयो। एक्सक्लुजन अफ गभर्नमेन्ट ग्रान्टमा भने भिपिएन जस्तो कुनै कुरामा नेपालमा एक्सक्लुड छ भनेपछि यो हेर्न पाइँदैन अथवा केही कुरामा ब्यान्ड छ भन्ने बित्तिकै एक्सक्लुड छ भनेको त्यो नेपालमा इन्क्लुड छैन एक्सक्लुड छ भन्ने बित्तिकै हामीले केबाट गर्छौँ भिपिएनबाट हेर्ने हो। सो भिपिएन भन्ने बित्तिकै भ्यालुड प्लेस नभएको भिपिएन भयो। यन भनेको नर्मल ट्रेडिङ भन्दा फरक है, यो चाहिँ सर्टकट हो। यता हेरौँ दोज फर्म अफ गभर्नमेन्ट असिस्टेन्स विच क्यानट अफ ए भ्यालुड प्लेस भनेको ल म गभर्नमेन्ट ग्रान्ट दिन्छु मात्र भन्यो, अब 1 करोडको दिन्छ कि 2 करोडको दिन्छ केही पनि खुला छैन भने त्यसलाई हामीले एक्सक्लुड गर्ने रेकर्ड गर्नु कुरा भएन। अनि अर्को ट्रान्जेक्सन विथ द गभर्नमेन्ट विच क्यान बी डिस्टिङ्ग्विस्ड फ्रम नर्मल ट्रेडिङ ट्रान्जेक्सन अफ द एन्टिटी भनेको मतलब चाहिँ नर्मल ट्रेडिङ ट्रान्जेक्सन जस्तै देख्यो त्योभन्दा छुट्टै डिस्टिङ्ग्विसै गर्न सकेन। भनेको मतलब नन मोनिटरी गभर्नमेन्ट ग्रान्ट एउटा मेसिनरी दियो अरे ल गभर्नमेन्टले, अब यसको कति हो प्राइस भन्दाखेरिमा 10 करोड, मार्केटमा हेर्न गयो त्यहाँ पनि 10 करोड छ। अब यो पनि गभर्नमेन्ट ग्रान्ट भयो त यो त हुँदै भएन नि, यो त नर्मल ट्रेडिङ ट्रान्जेक्सनबाट छुटिँदैन नि हो, त्यही भएर यसलाई भिपिएन
अब सिम्पल बी भनेको भ्यालिड प्लेस हुन नसकेको, पिएन भनेको भ्यालिड प्लेस हुन नसकेको बिपी, युएन भनेको नर्मल ट्रेडिङबाट छुट्टै हैन। अब यसले कसलाई डिल गर्दैन भन्ने बित्तिकै प्याटलाई डिल गर्दैन भनेको एउटा चाहिँ गभर्नमेन्टको पार्टिसिपेसन छ। अब गभर्नमेन्टले पनि त्यहाँ लगानी गरिरहेको छ, गभर्नमेन्टले पनि पार्टिसिपेसन छ भनेपछि पछि त त्यहाँ गभर्नमेन्टको इन्ट्रेस्ट यताउता हुने भयो, त्यता गभर्नमेन्ट ग्रान्टै हुने भएन। एउटा एग्रिकल्चर रिलेटेड भयो, अनि एउटा चाहिँ ट्याक्स होलिडेज होइन। अब ट्याक्स होलिडे दियो, अब ट्याक्स क्रेडिटहरूमा चाहिँ त्यसलाई चाहिँ गभर्नमेन्ट ग्रान्ट मान्ने होइन भन्यो। रिकग्निसनको त हामीले हेरि नै सक्यौँ। अब डिस्क्लोजर अफ नन मोनिटरी गभर्नमेन्ट ग्रान्टवाला हेर्नेछौँ। यसमा चाहिँ अकाउन्टिङ पोलिसी अडप्टेड फर गभर्नमेन्ट ग्रान्ट, कुन पोलिसी अडप्टेड छ यसमा चाहिँ पापा नक भन्ने छ होइन फर्मुला। पापाबाट पोलिसी अडप्टेड, अनि अर्को चाहिँ इन्क्लुडिङ द मेथड अफ प्रेजेन्टेसन अडप्टेड इन फाइनेन्सियल स्टेटमेन्ट। पिए भनेको चाहिँ पोलिसी अडप्टेड होइन, अकाउन्टिङ पोलिसी अडप्टेड। पिए भनेपछि पोलिसी अडप्टेड, यो पिए भनेको चाहिँ प्रेजेन्टेसन अडप्टेड इन फाइनेन्सियल स्टेटमेन्ट पापा भयो। यनबाट भनेको नेचर अफ गभर्नमेन्ट ग्रान्ट, यु भनेको अनफुलफिल्ड कन्डिसन हो, सी भनेको अदर कन्टिन्जेन्सिस। पापा नक यो कुरा चाहिँ डिस्क्लोज गर्नु पर्यो, कुन कुन फुलफिल कन्डिसन गरेको छैन, कस्तो कस्तो कन्टिन्जेन्सिस छ, कुन चाहिँ पोलिसी अकाउन्टिङ पोलिसी अडप्ट गरिएको छ होइन। अनि मेथड अफ प्रेजेन्टेसन, त्यसपछि फाइनेन्सियल स्टेटमेन्ट भयो होइन, प्रेजेन्टेसन अडप्टेड इन फाइनेन्सियल स्टेटमेन्ट भयो। यो कुरा चाहिँ हामीले डिस्क्लोज गर्नुपर्छ भन्ने छ। अब योवाला त हामीले हेरि नै सक्यौँ, किनकि गभर्नमेन्ट ग्रान्ट प्रेजेन्टेसन अफ ग्रान्ट रिलेटेड टु एसेट रिलेटेडमा चाहिँ के गर्ने भन्ने बेलामा आइदर बाई सेटिङ अफ द ग्रान्ट एज डिफर्ड इन्कम, यसलाई चाहिँ डिफर्ड इन्कम मान्ने, अनि त्यसपछि ओभर द पिरियड अफ लाइफ अफ एसेट्स यसलाई चाहिँ प्रोपोर्सनेटमा अब यसलाई चाहिँ गर्दै गर्दै जाने, सेटअप गर्दै गर्दै जाने होइन। अर्को चाहिँ रिड्युस द कस्ट अफ द एसेट्स, योवाला यो यसमा दिए नै भनेको सिम्पल भयो। ल आजलाई यति नै, अझै पनि हामी अनि यस सिरिज ल्याउने नै छौँ। आई होप यसमा सबै कन्सेप्चुअल क्ल्यारिटी कभर भयो होला, र क्वेसनहरू पनि यस्तै हो है। यो मेनवाला भनेको रिफन्डवाला र यही वाला हो, सबै रिपिटेड छ। अब हामी पछि पास्ट क्वेसनमा आएको क्वेसनहरू पनि डिस्कस गर्ने नै वाला छौँ। यतिमा चाहिँ आई होप राम्रो कभर भयो होला। हस्, थ्याङ्क यू।